जेठको महिना टन्टलापुर घाम शरीर तातेर बाफ निस्किन मात्र बाँकी थियो। पसिनाले लगाएका कपडा पानीले भिजेको झैँ चिसा भएका थिए। तर म घाम अनि पसिनाको प्रभार नगरी अगाडि बढिरहेको थिएँ। स्कुलको ड्रेस अनि खुट्टामा फिते चप्पल, खल्तीमा 200 रुपियाँ, कागज हालेरै पुक्क फुलाएको पर्स। बेला बेला खल्तीमा हात हालिरहन्थेँ। कतै यही पैसा पनि खसेर यत्तिकै फर्किनु पर्ने हो कि भन्ने चिन्ता। उसो त म यो घाममा कुनै काम विशेषले हिँडेको थिइनँ, न त मलाई घरबाट नै जा भनेर पठाएका नै थिए। यदि घरबाट जा भनेको भए यति टाढा को जान्छ भनेर सायद आउने पनि थिएन होला। तर आज म यहाँ जे कामले आएको थिएँ त्यो केवल मेरो व्यक्तिगत काम थियो। खाना खाने बित्तिकै स्कुलको लागि निस्किएको म हतारिँदै सहर हानिँदै थिएँ। झोला किताब सबै स्कुलमा साथीको जिम्मा लगाएर छोडेको थिएँ र साथीलाई पनि झुट बोल्दै भनेको थिएँ मेरो सहरमा सानो काम छ, 4 बज्ने बित्तिकै आइपुग्छु, यदि आइपुगिन भने मेरो झोला तैँले लिएर जा ल। साथीलाई पनि थाहा थिएन म कहाँ र किन के कामले जाँदैछु भन्ने। साथीलाई वास्तविक कुरा फिल्म हेर्न जान्छु भने ऊ पनि जान्छु भनेर पछि लाग्न सक्थ्यो। त्यसैले उसले हुन्छ भन्ने बित्तिकै म हुइकिँदै सहर झर्दै त कुनै ठाउँ उकाली चढ्दै थिएँ। राजेश हमालको फिल्म भनेपछि म हुरुक्क हुन्थेँ। त्यसैले त घाम पनि नभनी लगातार हिँडिरहेको थिएँ। थकानको कुनै प्रवाह थिएन। 2 घण्टाको बाटो मैले 1 घण्टा पुरा नहुँदै पार गरिसकेको थिएँ। सहर पुग्ने बित्तिकै हतारिँदै फिल्म हलतिर लागेँ। बाल्कोनीको टिकट लिएर छिरेँ भित्र फिल्मको मजा लुट्न। फिल्म हेर्दा समय बितेको पत्तै भएन। मध्यान्तर भएपछि म हल्का हुन बाहिर निस्केँ अनि क्रिम पाउरोटीले भोकलाई नियन्त्रणमा लिएँ। फिल्म नसकिँदासम्म ध्यान सबै अब के होला भन्नेमा नै थियो। जब फिल्म सकियो तब सबै तछाड मछाड गर्दै बाहिर निस्कन थाले। म पनि त्यही घुइँचोमा तछाड मछाड गर्दै अगाडि बढिरहेको थिएँ। जब हलबाट बाहिर निस्केँ तब मन एकाएक निराश भयो। चर्को हावा र हुरी अनि उस्तै पानी। त्यहाँबाट दायाँ बायाँ लाग्ने अवस्था नै थिएन। त्यसैले पानी छेल्न बाहिर निस्केर केही पर ओत लाग्ने ठाउँमा पुगेँ। हावा हुरी रोकिने छाँटमा थिएन। गड्याङगुडुङको चर्को आवाजले मन नराम्रोसँग तर्सिन्थ्यो। नजिक कोठा र घर हुनेहरू हावापानीको मतलब नगरी रुच्दै भिज्दै बिस्तारै बाटो तताउँदै थिए। तर म पानी रोकिन्छ कि भन्ने आशमा उभिरहेको थिएँ। फिल्म हल बिस्तारै खाली हुँदै थियो भने पानी पनि केही रोकिए जस्तो भएको थियो। त्यही मौका छोपेर म फुत्ता बाहिर निस्केँ अनि दायाँ बायाँ नहेरी सरासर छिटो छिटो पाइला चाल्दै बाटो समाएँ। घर पुग्न अब उकालो धेरै हिँड्नु पर्थ्यो। आउँदा ओह्रालो भए पनि जाँदा केही कठिन नै थियो। सहरबाट तल झर्दा केही मिनटको ओह्रालो बाटो थियो जहाँ म ब्रेक फेल भएको गाडी झैँ बताउँदै आफूलाई धान्दै दौडिरहेको थिएँ। कारणवश खुट्टा चिप्लियो र ठेस लाग्यो भने पनि म उछिटिएर खोलाको तिरमा पुग्ने कुरामा कुनै शङ्का थिएन र म पनि दौडी नै रहेको थिएँ। ओह्रालो सकिने फेरि हावाहुरी र पानी आउने हुन थाल्यो। पुलको छेउको होटलमा बसेर आधा प्लेट चाउमिन ससे सस हालेर गुलियो बनाएर ल्याप पारेँ। यतिकैमा त्यही होटलमा कुनै युवती छातालाई बन्द गर्दै आइपुगिन् अनि लामो सास फेर्दै बोलिन्, कति आउन सकेको यो कुकुरको मुत पनि। उनको बोलीबाट नै प्रष्ट हुन्थ्यो कि उनी पानी आएकोमा रुष्ट छिन् भन्ने कुरा। उनको हातमा शरीर भिज्न नदिने छाता त थियो, तर मेरो हातमा र साथमा त्यो पनि थिएन। हतारिँदै होटलको भित्तामा झुन्ड्याएको घडीमा हेरेँ। समयले ढिला नगरी 4 बजाउने सुरमा थियो र लगातार भागिरहेको थियो। त्यो देखेर मेरो मन अमिलो भयो। अब घरमा के जवाफ दिने भन्ने कुराले पिरोल्न थाल्यो। घरमा थाहा पाए भने ढाड फुस्काउने कुरामा ढुक्क थिएँ म। जेसुकै होस् आफैले आफूलाई हौसला दिँदै मनमा नै बोलेँ, पानी आओस् कि जाओस् अब हिँडेँ। आफूलाई सुरो बनाएर ती युवती अनि हावापानीको मतलब नगरी म होटलबाट बाहिर निस्किएर पुलतिर लागेँ। खच्चड हिँड्ने भएकोले होला खच्चडको गोबरले पुल चिप्लो भएको थियो। सम्हालिँदै अगाडि बढ्दै थिएँ। यतिकैमा आवाज आयो, हेलो सुन्नुहोस् न। म आवाजसँगै टक्क अडिएँ र पछाडि फर्किएँ। आवाज उनै छातावालीले दिएकी रहेछिन्। म फर्किने बित्तिकै उनले हातले इसारा दिँदै पर्खिन भनिन्। मैले उनलाई कुरिरहेँ। मलाई युवतीको भन्दा पनि आफ्नै चिन्ता थियो। डर र चिन्ताले मुटु काम्न थालिसकेको थियो। त्यसैले ती युवतीलाई अत्याउँदै बोले, छिटो आउनुहोस् न। उनी बिस्तारै अगाडि बढ्दै थिइन्। हातमा समाएको जेब्रा झोला निकै गरेर उचाल्दै थिइन्। त्यो देख्ने बित्तिकै मलाई लाग्यो कि अब भरिया बन्नुपर्ने भयो। कसैको भरिया बन्नुभन्दा सरासर आफ्नो बाटो लाग्नु नै उचित लाग्यो र पाइला अगाडि बढाएँ। तब उनले फेरि बोलाउँदै भनिन्, पर्खिनुहोस् न, म पनि माथि नै जाने हो, सँगै जाउँला। म फेरि अडिएँ। उनी नजिक आउन साथ सोधेँ, के छ यो झोलामा? खोइ त्यो त मलाई पनि थाहा छैन। आमाले के हालिदिनु भएको छ कुन्नी?
उनी थकित मुद्रामा बोलिन्। उनको हिँडाइ अनि त्यो झोला देख्दा लाग्थ्यो घर पुग्दा रातको 7-8 बज्नेछ। आफ्नो मन आत्तिएको भएर हो वा किन उकुन्ने उनको हिँडाइ बिहेमा हिँड्ने बेहुलीको चाल जस्तै लाग्दै थियो मलाई। अलि चाँडै हिँड्नुहोस् न, मलाई हतार छ। मैले त्यो युवतीलाई अत्याउँदै बोलेँ। के को हतार हो त्यस्तो? उनले जिज्ञासु हुँदै सोधिन्। ढाँट्न भन्दा सही कुरा भनेर उनको हातबाट उम्किन पाए भन्ने मनमा सोच थियो। त्यसैले भने म स्कुलबाट भागेर फिल्म हेर्न आएको। झोला साथीले लग्यो कि स्कुलमै छ त्यो पनि थाहा छैन। यदि यो कुरा घरमा थाहा पाए भने म घरमा नबसे पनि हुन्छ। मैले एक सासमा सबै कुरा बताएँ। यति बेरमा हामी ठाडो खुड्किलो भएको उकालो उक्लिसकेका थियौँ। उनले झोला बिसाउँदै छातालाई त्यही झोलाभित्र घुसारिन्। त्यो पानी परेको बेलामा पनि निधारमा टल्किएका पसिना पुस्दै बोलिन्। आज यस्तो दिन पर्छ भनेको भए त आउनै थिएन। आमाको करले गर्दा त हो। उनी आमालाई गाली गरेर रिस शान्त पार्दै थिइन् भने म उनलाई नै लिन आए जस्तो कुरेर बसिरहेको थिएँ। उनी झोला लिनै खोज्दा म सहयोगी भएर उनको नजिक उभिँदै बोलेँ। एकातिर म समाउँछु, अर्कोतिर हजुर समाउनु। यस्तो अवसर उनले पनि गुमाउन कहाँ चाहन्थिन् र खुसी हुँदै हुन्छ भनिन्। अनि हामी बिस्तारै अगाडि बढ्न थाल्यौँ। हिँड्दै गर्दा मेरो नजर घरिघरि उनको मुहारमा पर्न जान्थ्यो त घरिघरि आँखासम्म जुत्थे। म लजाउँदै भुइँतिर हेर्थेँ। उनको मुहारमा पसिनाको खोलो बग्दै थियो। त्यत्तिकैमा म केही जिस्किँदै बोलेँ, पसिना पुस्नुहोस् न, गाजलु बगाउला। उनी मुसुक्क मुस्कुराउँदै नजर अन्तै मोडिन्। उनको मुस्कानदेखि डाहा गरेर नै होला झिलिक्क फोटो खिचेको चाहिँ गर्दै नराम्रोसँग घड्याङ्ग गर्यो, जसले मेरो सातो उडायो। लामो सास फेरि अनि उनीतिर हेरेँ। उनी पनि रातो पिरो भएकी थिइन्। सायद उनको पनि हालत मेरो जस्तै होला मनमा नै सोचेँ। एक्कासी हावाहुरीसहित पानी बर्सिन थाल्यो। उनले हत्तपत्त झोलाबाट छाता निकालेर खोलेकी मात्र के थिइन्। बेतमासले आएको हुरीले छाताका करङ जोड्दै नजोडिने गरी भाँच्यो। ननिल्नु न फाल्नु, सायद उनी यस्तै दुधारमा थिइन् र एकहोरो पानीमा रुजेर छातालाई हेरिरहेकी थिइन्। यत्तिकैमा मैले भने, फालिदिनुहोस् यो छाता, अब त्यसको कुनै काम छैन। उनले मैले भनेको सुन्न साथ पर पुग्ने गरी छाता मिल्काइन् अनि नजिक आउँदै हाँस्दै बोलिन्। पसिनाबाट जोगाएको गाँजुलो पानीले बगाउने भयो। उनको कुरा सुनेर मैले खिस्सा दाँत मात्र देखाएँ। जोड जोडले परेको पानी अनि बिना ओत हामी रुजेरै हिँडिरहेका थियौँ। ओत लाग्ने कुनै घर मठ मन्दिर नजिक थिएनन्। ठुला ठुला रुखहरू त थिए, तर रुखमुनि बस्नु झन् खतरा हुन सक्थ्यो। बुढापाखाले भन्थे, मेलाक मुलुक गरेको बेला रुखमुनि बस्नु हुँदैन अरे, दैव लाग्न सक्छन् भनेर। त्यही सम्झेर पनि रुखमुनि ओत लाग्न मन लागेन। हामी पानीले निथुरुक्क भिजिसकेका थियौँ। शरीरभरि पानी बग्न थालिसकेको थियो। जोड जोडले चलेको हुरीले शरीरलाई स्पर्श गर्दा जिउ नै श्रृङ्ग हुन्थ्यो। सुर श्रृङ्गार गरेर आएकी उनको श्रृङ्गार सबै पानीले बगाइसकेको थियो। मिलाएर बाटेको त्यो कालो कपाल पनि बिग्रिसकेको थियो। अनि शरीरमा कपडा सुपर ग्लूले जमाए चाहिँ चपक्क टाँसिएका थिए। म अनुमान गर्न सक्थेँ कि उनलाई अप्ठ्यारो लागिरहेको छ भन्ने, किनकि उनले माथि लगाएको भित्री वस्त्र छर्लङ्ग देखिएको थियो। उनको यो अवस्था देखेर म भित्रको यौवन जागेन, बरु दया लागेर आयो। उनकै अगाडि उनको जेब्रा झोला खोलेर हेरेँ, जहाँ केही लुगाफाटा त केही खाने फलफुल थिए। मैले त्यहाँ मध्येको पातलो ज्याकेट झिकेर उनलाई लगाउन दिएँ। उनले ज्याकेट पहिरेसँगै उनको मुहारमा एक अनौठो चमक देखियो। हामी रुच्दै अगाडि बढिरहेका थियौँ। गर्मीको मौसम भए पनि लगातारको रुजाइ अनि हावाहुरीले होला शरीर चिसो भएको थियो। शरीरले न्यानो खोज्दै थियो, तर त्यो सम्भव थिएन। पानी केही रोकिएसँगै हामी केही छिटो छिटो पाइला चलाउन थाल्यौँ, किनकि पुग्नु पनि धेरै टाढा थियो त समय एकदम कम थियो। त्यसैले म उनको अगाडि अगाडि हिँडिरहेको थिएँ ताकि उनले मलाई पछ्याउँदै छिटो आउन्। पानी रोकिएसँगै बढेको हाम्रो रफ्तारले गर्दा केही समय अगाडि चिसिएको शरीर अहिले तातो भएको थियो। थकानले स्वास्वा र फफ गर्दै थियौँ दुवैजना, तर रोकिएका भने थिएनौँ। हिँड्दै गर्दा उनले सोधिन्, कति बज्यो? त्यो बेला मोबाइलको जमाना थिएन। हातमा पिलपिले घडी बाँध्ने चलन थियो, तर घडी पनि मसँग थिएन। त्यसैले ओठ लेप्राउँदै भने, खोइ थाहा छैन। जतिसुकै बजोस् एकछिन बसौँ न, उनले लामो सुस्केर फेर्दै बोलिन्। कहाँ बस्ने? मैले तत्काल सोधेँ। जहाँ बसे पनि हुन्छ भन्दै उनी चिसो भुइँको वास्ता नगरी थ्याच्च बसिन्। म उनीभन्दा केही पर एउटा ढुङ्गामाथि गएर बसेँ। उनको लावाई अनि बोली सुन्दा लाग्थ्यो उनी गाउँमा हुर्केर बढेकी र पढेकी होइनन् भन्ने। बोल्दा बिचबिचमा अङ्ग्रेजी घुसाउँथिन् अनि केही चिज देखे पनि अनौठो नजरले हेर्थिन्। तर मैले उनको बारेमा भने सोध्ने जमर्को गरेको थिइनँ, किनकि मलाई लाग्थ्यो बाटोमा भेटिएकाहरू बाटोमै छुट्छन्।
उनीहरूको बारेमा जान्नुको कुनै अर्थ छैन। त्यसैले मैले उनको नामसम्म पनि सोधेको थिइनँ, अनि कहाँसम्म पुग्ने त्यो पनि सोधेको थिएन। हिँड्दै जाँदा जब दोबाटो आउँछ तब आफै थाहा भइहाल्छ कहाँ जाने हुन् भनेर। बेकार किन हतार गर्नु, म यस्तै सोच्थेँ। सायद उनको र मेरो सोचाइ एउटै भएर होला। उनले पनि न त मेरो नाम नै सोधेकी थिइन्, न त पुग्ने ठाउँ नै। जति कुरा भएका थिए सबै बेकारका मात्र भएका थिए। उनले केही देखेर खुसी हुँदै कति राम्रो भन्दै फुल देखाउँदा म मन नलागेरै भए पनि भन्थेँ, हो त है, साँच्चै कति राम्रो। मैले यसो भन्दा उनी खुसी हुन्थिन् र म चाहेर कसैलाई पनि दुखी र निराश बनाउन चाहन्नथेँ। त्यसैले उनले मन पर्यो राम्रो छ भनेको कुरामा मैले पनि होमा हो मिलाउँथेँ। हामी सुस्ताएको धेरै समय भइसकेको थियो। त्यसैले पहिला म आफै उठ्दै बोलेँ, जाउँ अब, ढिला हुन्छ फेरि। उनले झोला आफू नजिक तान्दै भनिन्, तपाईँ जानु, मेरो घर त यही नजिकै हो। औँलाले इसारा गरेर घर देखाउँदै बोलिन्, हो र, अघि नै भन्नुभएको भए त म अघि नै जान्थेँ नि, मलाई हतार थियो। म त हजुर पनि माथि नै जाने होला भनेर पो बसिरहेको। सरी ल, नरिसाउनुहोस् है, भन्न बिर्सेछु। नक्कल पार्दै कान समाएर माफी माग्दै थिइन्। तब म आफ्नो बाटो लागेँ। उनले बोलाउँदै थिइन्। मैले फर्केर हेर्न जरुरी ठानिनँ र अगाडि बढिरहेँ, किनकि अब एक्लै जानु थियो अनि धेरै टाढा पनि थियो। त्यसैले अब कहीँ नरोकी घरै पुगेर बस्ने सोचको साथमा अनेक कुरा खेलाउँदै हात्ती लम्के झैँ लम्किँदै थिएँ। लम्किँदै गर्दा झाडी देखेर याद आयो, सहरबाट हिँड्ने बेलामै लागेको पिसाब फेर्न फुर्सदसम्म मिलेको थिएन। ओह्रालो झर्दा एक सासमा झरे। जब उकालो सुरु भयो ती युवतीसँग भेट भयो अनि कुरै कुरामा बिर्सेछु। म अगाडि आँखा तन्काएर हेर्दै झाडीभित्र छिरेँ र केही बेरपछि बाहिर निस्केँ। जब म झाडीबाट बाहिर निस्केर हिँड्ने लागेको थिएँ तब तिनै युवतीले बोलाउँदै भनिन्, हजुर त कस्तो निर्दयी, मेरो पुरा कुरा नसुनी एक्लै हिँड्ने है हजुर त। मैले त जिस्केर पो भनेको त, धन्दा आज मजाक मजाकमा रात पर्न लागेको, यो समयमा एक्लै जानुपर्ने थियो। उनी बोल्दै थिइन्। मैले कुरा बिचमै काटेर बोलेँ, आफू त सोझो मान्छे, सोझै सोच्ने र सम्झिने बानी छ। अरूले झुट बोलेको पनि मन पर्दैन अनि आफू पनि झुट बोल्दिनँ, किनकि कसैको मनसँग खेल्न अनि झुट बोलेर कसैलाई एकैछिन खुसी दिन मलाई आउँदैन र यो मबाट हुँदा पनि हुँदैन। ती युवती मेरो कुरा सुनेर निराश देखिन्। त्यसपछि मैले ती कुरा गर्ने छोडिदिएँ। हामी 15-20 मिनट जति नबोली हिँडिरह्यौँ। तब मैले उनलाई बोलाउँदै भने, सुन्नुहोस् न, राम्रोसँग जानु है, मेरो घर आइसक्यो। मेरो कुरा सुनेर उनी केही बोल्न सकेनन्। न त हुन्छ नै भनिन्, न त हुन्न नै, न त पाइला अगाडि नै बढाइन् उनले। उनी टक्क उभिएर एकहोरो मलाई हेरिरहेकी थिइन्। तर म आफ्नो बाटो लागेँ। केही अगाडि पुगेपछि मैले उनी उभिएको ठाउँतिर फर्किएर हेरेँ, जहाँ उनी थिएनन्। सायद उनी पनि आफ्नो बाटो लागिसकिन् होला, मनमनै सोचेँ। म बाटोको भित्तामा लुकेर बसेको झैँ मानेर होला। त्यही बाटो भएर हिँड्ने व्यक्तिका एक व्यक्तिले सोधे, के भयो बाबु, किन लुकेको? मैले जवाफ दिँदै भने, केही होइन अङ्कल, यत्तिकै, बरु यतै कतै पसल पो छ कि छैन होला। मैले ती व्यक्तिलाई प्रश्न गरेँ। उनले हातको इसाराले एउटा घर देखाउँदै भने, ऊ त्यो घरमा छ। मैले ती व्यक्तिलाई धन्यवाद पनि नभनी दौडिँदै पसल भएको घरतिर सोझेँ। समय आफ्नै गतिमा ढल्किँदै थियो। जति सक्दो चाँडो घर पुग्नु थियो, तर आफ्नै बुद्धिले आफै फसेको थिएँ। उनलाई झुक्याउनको लागि मेरो घर आयो भनेर त छुटेँ, तर त्यही कारणले झन् ढिला भइरहेको थियो। पसल पुग्ने बित्तिकै एक सलाई 2वटा चुरोट अनि 2वटा चाउचाउ लिएर पैसा दिएर फेरि उही तीव्र गतिमा फर्केँ। स्कुलको पोसाकमै चुरोट तान्दै हिँडेको देख्दा देख्नेले पनि के भन्लान्, मनमा आफसाफ सवाल आयो अनि लगाएको स्कुलको सर्ट खोलेर हातमा लिएँ। अब भने टी सर्ट र प्यान्टमा थिएँ। स्कुलले रङको प्यान्ट प्रायः जसोले लगाउँथे। यत्तिकैमा म ती युवतीसँग छुटिएको ठाउँमा आइपुगेको थिएँ। टक्क रुकेँ अनि फेरि अगाडि बढेँ। डरले गर्दा मुटुले ठाउँ छोड्ला जत्तिकै भइसकेको थियो। साँझ परिसकेको थियो। काम मेलापातमा गएका मान्छेहरू पनि आफ्नो घर वासस्थान फर्कँदै थिए। यो सब देख्दा मेरो मन झन् डराउँथ्यो अनि आँतिँदै केही पाइला छिटो चलाउँथेँ। सिधा बाटो सकिनै लाग्दा चुरोट सल्काएँ अनि नजानेरै भए पनि मस्त धुवाँ उडाउँदै हिँड्न थालेँ। चुरोट पिउने बानी त थिएन, तर जब चुरोट हातमा पर्थ्यो तब आफूलाई अर्कै भएको महसुस गर्थेँ। फिल्ममा हिरोले तानेको झैँ उस्तै गरी तान्न खोज्थेँ, तर विडम्बना सर्केर मुटु बाहिर निस्केला झैँ गरी खोकी लाग्थ्यो। आँखाभरि आँसु भरिन्थे अनि सास फेर्ने गाह्रो भएको आवाज हुन्थ्यो। हातको चुरोट काचाकुचुक पारेर निमुठेर अब कहिले खाँदिनँ भनेर मिल्काउँथेँ, तर किन हिरो बन्ने हुटुटीले फेरि खाउँ खाउँ लाग्थ्यो।
आज पनि आफूलाई हिरो सम्झिँदै तान्दै उही फिल्मको हिरो चाहिँ कल्पना गर्दै एकहोरो भएर हिँडिरहेको थिएँ। यतिकैमा कसैको हाँसोले मेरो एकाग्रता भङ्ग भयो। हातको चुरोट बारीको 2 कान्ला मुनि पुग्ने गरी मिल्काएँ अनि बल्ल हाँसो आएको ठाउँतिर नजर उठाएर हेरेँ। मैले हेर्न साथ उनी बोलिन्, "तपाईले चुरोट पनि खानुहुन्छ?" हेर्दा त सिधा सोझो जस्तो लागेको थियो। मैले के जवाफ दिउँ केही सोच्नै सकिरहेको थिइनँ। त्यसैले भने, "दिउँसो पानीमा रुजेको भएर कता कता चिसो लागे जस्तो भयो अनि के खाउँ भयो, त्यसैले चुरोट सल्काएँ।" मेरो कुरा पुरा हुन नपाउँदै उनी बोलिन्, "चिसो भएको मान्छेले किन सर्ट खोल्नु भएको त?" यसको जवाफ मसँग थिएन। त्यसैले खल्तीबाट एउटा चाउचाउ निकालेर उनलाई दिँदै भने, "लिनु तपाईँ चाउचाउ खानु।" उनले नाइनास्ती नगरी चाउचाउ लिन्। मैले चाउचाउको सुप फाल्नै लाग्दा उनी फेरि बोलिन्, "नफाल्नुहोस् न, बरु मलाई दिनु मन पर्दैन" भने। मैले केही नबोली सुप उनलाई दिएँ। उनी चाउचाउ चपाउँदै बोलिन्, "अघि हजुरले मसँग झुट बोल्नु भएको हो भन्ने कुरा मलाई पहिल्यै थाहा थियो। त्यसैले म बिस्तारै बिस्तारै हिँड्दै हजुरलाई नै पर्खिरहेको थिएँ। तर यो चाउचाउको लागि होइन नि।" यति भनेर उनी हाँस्न थालिन्। उनको हाँसोमा मैले पनि आफ्नो हाँसो मिलाएँ। त्यसपछि हामी गफिँदै अगाडि बढिरह्यौँ। हावापानी अहिले बन्द भइसकेको थियो। गर्मीको समय भए तापनि साँझ परेको अनि दिउँसोको झरीले गर्दा होला मौसम चिसो नै थियो। उनको झोला बोकेर हिँड्दा चिसो शरीर पनि केही मिनटमै तातेर आउँथ्यो। धन्य म भेटिएछु र मात्र नत्र आज बिचरीको के हाल हुन्थ्यो होला। सोच्दा पनि मनदेखि माया लागेर आयो। सहरमा हुर्किए बढी उनलाई गाउँको बारेमा त्यति थाहा पनि छैन कि जस्तो लाग्थ्यो उनको कुरा सुन्दा। उसो त उनी आफूलाई सहरिया हुँ भन्ने स्थापित गराउनको लागि पनि यो सब गरी के हुन सक्छिन्। एक्लो मान्छे दोहोरो दिमाग चलिरहेको थियो। हामी अब लगभग मेरो घर नजिक आइपुग्न लागेका थियौँ। साँझ झमक्क परिसकेको थियो। खोला नाला सुसाउन थालिसकेका थिए। यतिकैमा उनले आफ्नो हात अगाडि बढाउँदै बोलिन्, "मेरो नाम सम्झना, अनि हजुरको?" मैले उनको हातमा हात मिलाउँदै बोलेँ, "मेरो नाम सन्तोष।" उनले मेरो हातबाट आफ्नो हात अलग्याउँदै बोलिन्, "नाम त बानीभन्दा पनि राम्रो रहेछ।" उनले कुन अर्थमा भनिन् मैले बुझ्न सकिनँ, तर भने, "धन्यवाद त्यसको लागि। भोलि स्कुल त जानुहुन्छ होला नि?" उनले उत्सुक हुँदै सोधिन्। "आज घरमा बाँचे भने पक्कै जान्छु।" केही निस्किँदै बोलेँ। उनी बेसरी हाँस्न थालिन् र हाँस्दा हाँस्दै बिचमा रोकिएर बोलिन्, "किन र? के गल्ती गर्नुभएको छ र त्यस्तो जसले गर्दा मर्नुपर्ने?" मैले बिना सङ्कोच बताउँदै भने, "त्यति ठुलो त केही होइन, तर पढ्न भनेर निस्केको छोरो स्कुलमा नभएर फिल्म हेर्न गएको छ भन्ने थाहा पाएँ भने।" मैले प्रतिप्रश्न गरेँ उनलाई। उनी धेरै बेर केही बोलिनन्। हामी अगाडि बढिरह्यौँ। अब भने उनी र म साँच्चै नै छुट्टिने ठाउँ आइसकेको थियो। मैले उनको झोला भुइँमा राख्दै बोलेँ, "अब भने हामी छुट्टिनुपर्छ। म यहाँबाट सिधा घरतिर लाग्छु, बाटो छोड्नुपर्छ। अरू दिन भएको भए त तपाईँहरूलाई केही माथिसम्म छोड्न जान्थेँ, तर आज त्यो सम्भव भएन, नरिसाउनुहोला।" मैले यति भन्दासम्म पनि उनी केही बोलेकी थिएनन्। गहिरिएर केही सोचिरहेकी थिइन्। यतिकैमा म फेरि बोलेँ, "सम्झनाजी, म गएँ अहिले। अब कुनै दिन कहीँ यसै गरी भेट भएछ भने चिन्दिन नभन्नुहोला नि।" यति भनेर म आफ्नो बाटो लागेँ। पाइला लम्काउँदै अगाडि बढिरहेँ। यतिकैमा सम्झनाले चर्को आवाजमा बोलाउँदै भनिन्, "सन्तोष, सुन्नुहोस् न, हजुरलाई घरमा कहाँ गएको भनेर सोधेँ भने तलको स्कुलमा हाजिरी जवाफ थियो, त्यहीँ भन्नु है।" यति भनेर उनले बिदा गर्दै हात हल्लाइन्। म मुस्कुराउँदै लागिरहेँ। हिँड्दै गर्दा सोचेँ उनले भनेको कुरा पनि सही हो, तर अबिर दलेर आउन पाएको भए, तेस्रो भए पुरस्कार मिलेन, अबिर लाएर आएँ भनेर बहाना बनाउनुहुन्थ्यो। यतिकैमा झलक्क सम्झेँ फागु पूर्णिमामा किनेको अबिर कोठामा बाँकी नै छ भन्ने। त्यसैले अरूको नजरबाट जोगिँदै सुटुक्क कोठामा गएँ। कपाल अनि अनुहारमा अलिअलि अबिर दलेर बाहिर निस्कँदै बोलेँ, "आमा, म हाजिरी जवाफमा तेस्रो भएर आएँ।" आमा खुसी हुँदै बाहिर निस्किँदै बोल्नुभयो, "तेरा बा तँलाई खोज्न जानुभएको छ, कहाँ गयो भनेर। रिसाएर बसिसक्नु थिएन। अब तँलाई देखेपछि उहाँ पनि खुसीले फुरुङ्ग पर्नुहुन्छ।" आमाको कुरा सुनेर म मुसुक्क भित्रैदेखि मुस्कुराएँ। अब गालीबाट बाँचियो भन्नेमा म ढुक्क थिएँ, तर कता कता बाले साँचो कुरा थाहा पो पाएछन् कि सम्झिँदा डर लाग्थ्यो। आइजभित्र लुगा फेरेर, "दिउँसो बनाएको रोटी छ, आगोमा तताइदिन्छु, त्यही खलास।" आमाले ठुलो गिलासमा दुध भर्दै बोल्नुभयो। "ल आइहाले" भन्दै म भित्र छिरेँ। मकै, रोटी, दुध र मोहीसँगै चरप्पै खाने गरेको मलाई त्यो चाउमिनले के भोक मार्यो होला र। अगेनाको छेउमै पलेटी मार्दै बसेँ अनि कप रोटी खान थालेँ। यतिकैमा बाले आँगनमा खोकेको आवाज सुनियो। बाको गन्ध पाउन साथ म केही चनाखो भएँ। यदि बाले म फिल्म हेर्न गएको कुरा मात्रै थाहा पाएका रहेछन् भने बाको हातको चोट खानुभन्दा फुत्त निस्केर भाग्नु नै बुद्धिमानी थियो।
त्यसैले बाघको घेरामा परेको मृगले चाहिँ कान ठठडा बनाउँदै चाल बुझ्दै थिएँ। मुखमा भएको रोटी पनि बिस्तारै चपाउँदै कति बेला आयो त्यो। बाले बाहिरैबाट आमालाई मेरो बारेमा सोध्नुभयो। अलि अगाडि हो, आएर लुगा फेरेर खाजा खाँदैछ भर्खर। आमाले जस्ताको त्यस्तै जवाफ दिनुभयो। कहाँ गएको थिएस दिनभर? बाले बाहिरबाट केही झर्किँदै सोधे। बाले कतै थाहा पाएर मन चोर्न पो यो सवाल गरे कि भन्ने लागेर म केही बोलिनँ। म चाहन्थेँ कि आमाले नै बालाई सबै कुरा भनुन्, तर बाको अगाडि आमा पनि म जस्तै थिइन् भन्न डराउँथिन्। अनि मलाई सोधेको कुराको जवाफ आमाले दिएको बाला चित्त बुझ्दैनथ्यो। मेरो थालको रोटी सकिनै लागेको थियो। त्यतिकैमा बाले फेरि त्यही कुरा सोधे। मैले के भने सुनेको छ कि छैनस्? नबोली बस्दा झन् शङ्का गर्छन् कि जस्तो लागेर केही रिसाएको चाहिँ त केही चेट्ठे चाहिँ बोले। कहाँ गएको छु र? कहीँ गएको छैन, यहीँ त छु म रिसाएर होइन, रिसाए जस्तो गरेर भान्सा कोठाबाट बाहिर निस्केर आफ्नो कोठातिर लागेँ। बाले त्यसपछि केही सोधेनन्, ढुक्कले बिस्तारामा पल्टिएँ। अब खाना खाने भोक थिएन। रोटी र दुधले नै आन्द्रा भरिसकेको थियो। बरु थकाइ भने दिनभर बाँझो खेत जोतेर आएको भन्दा चर्को लागेको थियो। एक्लो हुन्थे त पातालो ज्यान हलुङ्गोसँग घर आइपुग्थ्यो होला, त्यो पनि अँध्यारो नहुँदै। तर पातालो ज्यानलाई आज गरौँ बनाइदिए भगवानले, युवती भेटाइदिएर। गरौँ युवती थिएनन्, युवतीको साथमा भएको त्यो जेब्रा झोला थियो। अझसम्म पनि दुखिरहेका छन्। दिउँसोको त्यो यात्रा सम्झेर अँध्यारोमै आफ्नो हात छामे। एकाएक मेरो मन हातको दर्द, दिनभरको थकाइलाई चटक्कै बिर्सेर तिनै युवती सम्झनालाई सम्झिन थाले। दिउँसो हलमा हेरेको फिल्मको हिरोको ठाउँमा आफूलाई अनि हिरोइनको ठाउँमा उनलाई राखेर आँखा चिम्मा गर्दै कोल्टे सुत्दै कल्पनाको सागरमा तरिँदै थिएँ म। तर कल्पनाको आँखा बन्द भएर सपनाको ढोका कुन बेला खुलेछ केही पत्तो पाइन। उठ्दा आँगनको डिलमा सुनौला घामका किरणहरूले पाइला फिजाइसकेका थिए। शीतका थोपाहरू त्यही घामको प्रकाशले गर्दा हिरा टल्किएको झैँ टलक्क टल्किएका थिए। लामो हाई काट्दै शरीर तन्काउँदै मैले मुख धोएर फेरि आँगनको डिलमै आएर उभिएँ। खोइ किन हिजो सम्झनालाई भेटेदेखि मनै कस्तो कस्तो भइरहेको छ भने अरू दिन आजको दिन जस्तो रमाइलो मलाई कहिले पनि लागेको थिएन। आँगनको डिलमा उभिँदै सोचिरहेको थिएँ, सायद मेरो हरेक दिन यस्तै खुसीमा बित्ने भए। फक्रिँदै गरेका कोपिलालाई निहालेर हेर्थेँ अनि आफूसँग कल्पना गर्थेँ, यो अनि मसँगै फुल्दैछौँ सायद। वैंशाले हो कि उनीसँग भेटेको त्यो पलले गर्दा हो म एकै दिनमा आफूलाई परिपक्व भएको महसुस गर्दै थिएँ। टोलाउँदै थिएँ आँगनको डिलमा फुलेका फुल हेर्दै। यतिकैमा आमाले सातो जानी गरी बोलिन्, काम छैन काज छैन, उठेर यसो गोठको धन्दा गर्ला भन्दा के हो, के हेरेर बस्या छ? अब त सानो छैनस्, काम गर्न सक्ने भएको छस्, यताउता काममा सघाए पनि त हुने हो नपढेको बेलामा। आमाले भनेको कुरा ठिक थियो, किनकि अब म सानो थिइनँ। घरको काम धन्दा गर्न सक्थेँ, तर अहिलेसम्म गरेको थिइनँ। किनकि काम गर्नुभन्दा किताब लिएर कोठामा गएर घोप्टिएर बसेपछि काम गर्ने झन्झटबाट मुक्त भइन्थ्यो र म प्रायसै गइरहन्थेँ। तर आज त्यसो गर्न मन लागेन। काममा सघाएर बा आमालाई खुसी बनाउन मन लाग्यो र आमाले जे भन्नुभयो त्यही काम गर्न थालेँ। 9 बज्न नपाउँदै आमाले बोलाउँदै भनिन्, आइज खाना खाना, स्कुल जाने होलास् नि, ढिला होला फेरि। आमाले बोलाउने बित्तिकै गर्दा गर्दैको काम चटक्कै छोडेर हात मात्र धोएर म खाना खान थालेँ। मनमा एउटै कुरा खेलिरहेको थियो, कि आज पनि ती सम्झनासँग भेट हुन्छ होला त। यही कुरा सोच्दै खाना खाँदै थिएँ। किताब उतै साथीकोमा थिए, त्यसैले खाना खाने बित्तिकै स्कुल ड्रेस लगाएर खाली हात हल्लाउँदै म स्कुलतिरको बाटो लागेँ। मनमा उनै युवतीको यादले गर्दा होला आँखा अगाडिका मान्छेहरू पनि धमिला देखिँदै थिए र यी सबको मलाई कुनै मतलब पनि थिएन। उनीसँग भेट भयो भने त ठिकै छ, यदि भएन भने पनि केही छैन। साथीहरूलाई महिनौसम्म गफ हान्न त पाइन्छ यस्तो र उस्तो भनेर। म मनमा कुरा खेलाउँदा खेलाउँदै स्कुल अगाडि पुगिसकेको थिएँ। साथीले मलाई नै पर्खेर बसिरहेको रहेछ। मलाई देख्ने बित्तिकै मेरो झोला हातमा थमाइदिँदै भन्यो, ला हिजो किन आइनस्, झोला लिन। उसले सोधेपछि नभनी बस्न पनि त सकिएन, किनकि उसलाई सुन्नुभन्दा पनि म आफैलाई भन्न हतार हुँदै थियो। त्यसले भने, हिजो जे भयो त्यो सुनिस् भने त छक्क पर्छस्। म हँसिलो हुँदै बोलेँ, के भयो भन्न। ऊ पनि अहिले अघि भन्दै उत्सुक हुँदै बोल्यो। मैले छोटकरीमा उसलाई बताउँदै भने, एउटी केटीसँग भेट भयो र गफ गर्दै आउँदा बाटोमै रात पर्यो। मैले यति भन्न नपाउँदै ऊ झन् उत्सुक हुँदै सोध्दै थियो, अनि के भयो भन्न। अरू पछि भन्छु, अहिले हिँड कोठामा, घन्टी लाग्ने बेला भयो। त्यसपछि हामी कोठातिर लम्क्यौँ। साथी मतिर हेर्दै हाँस्दै थियो। पहिलो पिरियड सुरु हुने लाग्दा स्कुलको चौरमा कुनै नयाँ युवती बसेको कुरा सँगै बस्ने साथीले बतायो। यो सुन्न साथ म उनै सम्झना पो हुन् कि भनेर हतारिँदै बाहिर निस्कन खोज्दै थिएँ।
तब दुःखको कुरा सरको आगमन भयो र म टक्क रुकेँ। सर बाहिर जान्छु भनौँ भने के काम पर्यो भनेर सोधे भने के जवाफ दिनु? त्यसैले मन भारी बनाएर बसिरहेँ। आजको 45 मिनटको समय मलाई 2 दिन जस्तै लाग्दै थियो। छटपट्टि र खटपट्टिमै बिताउँदै थिएँ। अरू दिन सहजै बिताउने यो 45 मिनट। पाले दाइले ट्याङ ट्याङ गर्दै 2 घन्टी ठोके। सुनेर मन हुरुक्क भयो। सर निस्किने बित्तिकै सरकै पछि पछि म पनि निस्केँ र स्कुलको चारैतिर नजर घुमाएँ, तर नयाँ युवतीलाई कहीँ कतै देखिनँ। उनलाई देख्नेहरू उनको रूपको तारिफ गर्दै थिए, तर म उनी सम्झना हुन् कि अरू कुनै युवती त्यो जान्न आतुर थिएँ र नजर एकोहोरो डुलाउँदै थिएँ, तर उनलाई मैले कहीँ कतै देखिनँ र निराश हुँदै दोस्रो पिरियड नेपाली पढाउने सरको पछि पछि कोठामा छिरेँ। यसै त पढाइमा मन नजाने मेरो आज त जब ती नयाँ युवतीको आगमनले मन नै उथल पुथल बनाइदिएको थियो मेरो। आखिर को होलिन् त त्यो युवती, सम्झना या अरू कुनै? मनमा यही कुरा एकोहोरो खेलिरहेको भएर होला। सरले के पढाउनु भयो के भन्नुभयो केही सुनेको र बुझेको थिएन। यत्तिकैमा झ्यालतिर बस्ने साथीहरू तन्किँदै बाहिर हेर्न थाले। घरि कुन सरको आँखा छलेर उठ्दै तन्किँदै हेर्दै थिए अनि मुसुक्क मुस्कुराउँदै बस्थे। यिनीहरू यसरी मुस्कुराउनुको कारण मैले बुझिसकेको थिएँ। उनीहरू मुस्कुराउनुको कारण थियो उनै नयाँ युवती। म पनि तन्किएर हेर्न खोज्दै थिएँ, तर अर्कोपट्टि हुनाले उनलाई देख्न सम्भव थिएन। म अब तन्किएर हेर्न भन्दा कति बेला यो पिरियड सकिएला र बाहिर निस्कन पाइएला भन्ने सोचमा थिएँ। भनिन्छ नि प्रतीक्षाको घडी लामो हुन्छ भनेर। हो, मलाई पनि त्यस्तै आभास भइरहेको थियो। पाले दाइले तेस्रो घन्टी लगाउने बित्तिकै मभन्दा पहिले साथीहरूको एक हुल निस्क्यो। म पनि तिनै साथीहरूको पछि लागेर निस्केँ। सबैको नजर उही स्कुलको चारैतिर थियो, तर त्यहाँ उनी थिएनन्। त्यसैले म साथीहरूसँग स्कुलको पछाडितिर लागेँ, जहाँ हामी शौच गर्थ्यौँ। स्कुलमा हुँदा शौचालय जाने उति साह्रो बानी थिएन। प्रकृतिको काखमा नै हलुका हुन मन पराउँथ्यौँ सबैजना, चाहे केटा हुन् या केटी। तेस्रो पिरियड गणित थियो। मैले गणित विषयको पिरियड अहिलेसम्म लिएको थिइनँ र म जस्ता अरू थुप्रै साथीहरू पनि थिए जो गणित विषयमा बाहिरै बस्न रुचाउँथे। हामी भित्र हुनु र बाहिर हुनुमा सरलाई कुनै मतलब थिएन र हामी आफैलाई पनि। सरलाई पनि थाहा थियो कि हामीलाई जति पढाए पनि हाम्रो दिमागमा घुस्दैन भन्ने, अनि हामी आफैलाई पनि थाहा थियो। त्यसैले बेकारमा दिमाग फनफने घुमाउनुभन्दा नपढी बस्न नै बेस लाग्थ्यो हामीलाई। हामी स्कुलको पछाडि चिलाउनेको रुखको छारीमा बसिरहेका थियौँ र गफिँदै थियौँ। एकअर्कोमा भएका रमाइलो कुरा गर्दै हाँस्दै थियौँ, त कसैले कसैलाई मौका पाउने बित्तिकै हावामा उडाइहाल्न पनि पछि पर्दैनथ्यौँ। तर जे होस्, साथीहरूसँग यसरी बस्दा जस्तो रमाइलो र आनन्द मलाई अरू कुनै बेला आउँदैनथ्यो र लाग्दैनथ्यो। गफै गफमा एकजना साथीले उनै नयाँ युवतीलाई आफूले देखेको कुरा भन्यो। हाम्रो स्कुलमा त त्यत्तिको राम्री केटीहरू कोही छैन। म स्कुल आउँदै गर्दा ऊ पनि स्कुलतिर आउँदै रहेछ। अचानक आँखा जुध्यो र ऊ लजाउँदै मुस्कुराई। म आफ्नो बाटो लागेँ। त्यो साथीले यति भन्दा नभन्दा अर्को साथीले पनि आफूले पनि देखेको र गफ समेत भएको भन्दै भन्यो, तेरो त आँखा मात्र जुधेछ, मैले त मजाले गफै गरेँ। म हिँड्दै थिएँ। उसले बोलाउँदै भनी, सुन्नुहोस् त, म यहाँ नयाँ हुँ, के मलाई अफिस कहाँ छ देखाइदिन सक्नुहुन्छ भनी। मैले पनि उसको हात समातेरै उसलाई अफिसमै पुर्याएर फर्किँदा उसले मुस्कुराउँदै भनी, थ्याङ्क यू। साथीको कुरा सुनेर सबै हाँस्न थाले। ऊ गफाडी थियो, त्यो सबैलाई थाहा थियो। उसलाई गफ गर्न कुनै बहाना चाहिँदैन थियो, तर म उसको क्षमताको भने कदर गर्थेँ, किनकि ऊ झुट कुरालाई पनि साँचो नै हो कि भने चाहिँ भन्न सक्ने खुबी थियो उसमा। गफाडी साथीको गफ सकिने बित्तिकै अर्को साथी बोल्यो, तिमीहरू सबै बेकारको कुरा गर्दैछौ। तिमीहरूले न त उसलाई देखेका छौ न त उसलाई चिनेका नै छौ। यदि चिनेकै छौ भने ल भन त, त्यो केटीको नाम के हो? साथीले तिनै 2 गफाडी साथीलाई हेर्दै बोल्यो, हामी पण्डित र सबै कुरा थाहा हुनलाई। यति भनेर उनीहरू 2 जना हाँस्न थाले। यत्तिकैमा मैले भने, सम्झना हो त्यो केटीको नाम। मेरो मुखबाट त्यो केटीको नाम सही निस्किएकोमा साथीले अचम्म मान्दै हेर्दै थियो। उसलाई लागिरहेको थियो कि मैले यतिकै भन्दा उसको नामसँग मिल्न गयो भन्ने। मैले उसको दोधारेपनलाई सल्टाउँदै बोलेँ, उनी हिजो मात्र यो गाउँमा आएकी हुन् र उनले अरूलाई त थाहा छैन, मलाई भने राम्रोसँग चिनेकी छन्। यति भनेर म आफै गमक्क परेर बसेँ। मलाई अब यकिन भइसकेको थियो कि हाम्रो स्कुलमा देखिएकी ती नयाँ युवती अरू कोही नभएर उनै सम्झना हुन् भन्ने। त्यसैले भित्रै म खुसीले गदगद थिएँ। साथीहरूको अगाडि त्यो खुसी व्यक्त गर्न सकिरहेको थिइनँ र मनभित्रै दबाउँदै थिएँ। यतिकैमा हाम्रो बाहिर बस्ने समय सकिसकेको थियो। चौथो घन्टी लाग्ने बित्तिकै हामी स्कुलको प्राङ्गणमा निस्क्यौँ।
स्कुलमा आज उनी सम्झनाको बारेमा मात्र चर्चा हुँदै थियो वा भनौँ सबै उनकै बारेमा कुरा गर्दै थिए। नगरुन् पनि किन, उनी अरूभन्दा छुट्टै स्वभावकी थिइन्। सहरमा बसेर पढेकी उनको बोल्ने चल्ने शैली फरक थियो र सबैले भन्थे बोर्डिङ पढेर आएकी हो अरे, अङ्ग्रेजी फरेर बोल्छे भनेर। म अरूको मुखबाट सम्झनाको बारेमा केही कुरा सुन्दा गमक्क पर्थेँ। किन पर्थेँ त्यो आफैलाई थाहा थिएन। हिजो उनीसँग आएको बारमा उनको नाम सुन्दैमा यति धेरै खुसी हुनुपर्छ जस्तो त लागेको थिएन। तर पनि किन यो बेवकुफ दिल उनको नाम सुन्ने बित्तिकै फुरुङ्ग हुन्थ्यो। तर दुःखको कुरा मैले आज उनलाई कतै देखिरहेको थिइनँ। सबैले भन्थे देखेँ भनेर, तर म आफैले किन देखिन अचम्म मान्दै थिएँ। चौथो घन्टीको पढाइ हुँदै थियो। हामी ध्यान दिएर सरले भनेको कुरा सुनिरहेका थियौँ। बुझ्यौ भनेर सरले सोद्धा नबुझे पनि बुझ्यौँ सर भनेर टाउको हल्लाउँदै थियौँ। यतिकैमा ढोकामा कसैको बिम्ब देखियो र उति बेलै आवाज आयो, मे आई कम इन सर। सर मुसुक्क मुस्कुराउँदै बोल्नुभयो, आऊ आऊ। कक्षामा उनको आगमन भयो। सबैको नजर उनीमाथि नै थियो। कक्षाको माहौल हेर्दा लाग्थ्यो कि फिल्ममा राजेश हमालको इन्ट्री भएको छ र सबैजना खुसी भएका छन्। सबैको नजर उनीमाथि भएर होला उनी लाजले एकैछिनमा रातो पिरो भइन्। सरले उनलाई अगाडिकै बेन्चमा मिलेर बस्न आग्रह गर्नुभयो र उनी अगाडि बेन्चमा नै बसिन्। तर अन्तिम बेन्चमा बसेको मलाई खटपटी सुरु भइसकेको थियो। उनले मलाई देखुन् भन्ने मनासायले मैले जान सरलाई बोलाउँदै भने, सर अघि हजुरले पढाएको कुरा एकचोटि दोहोऱ्याएर पढाइदिनुहोस् न ल, अलि बुझिन। सर पनि अचम्म मान्दै मलाई हेर्दै बोल्नुभयो, आज अचानक पढाइको बोध कहाँबाट सवारी भयो। त सुन, यति भन्दै सरले दोहोऱ्याएर पढाउन थाल्नुभयो। तर मैले सरलाई भन्नुको कुनै अर्थ रहेन, किनकि उनले पछाडि फर्किएर मलाई हेर्ने कष्ट गरिनन्। पिरियड सकिएसँगै कक्षाका सबैजना लाइन लगाएर बाहिर निस्के, किनकि अबको 1 घन्टा फुर्सदको थियो। म लगायत साथीहरू बल खेल्नलाई जाने तयारी गर्दै थियौँ कक्षा कोठा अगाडि नै उभिएर। यतिकैमा अचानक उनले मेरो हात समाउँदै भनिन्, हाई के छ, किन देखेर पनि नदेखेको झैँ गर्नुभएको। म अक्क बक्क भएँ, केही बोल्नै सकिनँ। कक्षाका सबैले मलाई नै हेरेका हुनाले म लाजले रातो हुँदै गएँ र उनको हात हटाउँदै अगाडि बढेँ र लामो सास फेरेँ। उनी त सहरबाट आएकी, हात समाएर बोल्नु सामान्य नै थियो। तर मलाई करेन्ट लागे भन्दा चर्को झड्का लागेको थियो जति बेला उनले मेरो हात समाएको थाहा पाएको थिएँ। ओठ मुख सुकिसकेका थिए मेरा। सबैको नजर म माथि थियो। लजाउँदै हाँस्दै थिए भविष्यका सुन्दरीहरू। म हतार गर्दै साथीहरू भएतिर अगाडि बढेँ। जसले देखे उनीहरूको लागि त यति नै काफी थियो दिमाग खराब गराउन। जसले देखेनन् उनीहरू झन् नजिक आउँदै सोध्थे, के भयो भन्न। म गरुडको छायामा परेको सर्प झैँ भएको थिएँ, न बोल्न न चल्न सक्ने। यतिकैमा साथीले बलले मलाई हिर्काउँदै बोले, अब त्यहीँ टोलाएर बसस् कि खेल्न पनि आउँछस्। मैले कुनै जवाफ नदिई उठेर मैदानमा गएँ। चप्पल खोलेर पर्खालमा राखेँ अनि बल खेल्न तयार भएँ। शरीर खेलको मैदानमा भए पनि मन उतै थियो। उनले त साथी सम्झेर समाइन्, तर यसको नतिजा मैले महिनौँ भोग्नु पर्थ्यो। अब कोही कसैले जिस्काउन बाँकी राख्नेवाला थिएनन्, यही सम्झेर मनभित्रभित्र जल्दै थियो। अहिलेको जस्तो सामान्य थिएन त्यो बेला कुनै केटीले केटाको हात समाउनु। कक्षामा हल्ला गर्दा सरले केटीको बेन्चमा लगेर राखिदिँदा जस्तो ठुलो सजाय अरू केही लाग्दैन थियो। अब त 1 कान 2 कान हुँदै स्कुलभरि हल्ला फैलिसक्यो होला। बलको पछाडि दौडिँदै गर्दा यस्तै सोचिरहन्थेँ म। अरू दिन जस्तो जोस जाँगर थिएन शरीरमा, लतरक्क परेको थियो शरीर। जता हल्लायो उतै हल्लिने नुगेको बाँस जस्तो। बल खेल्दै गर्दा म खेल्नै छोडेर बाहिरिएँ। साथीहरूले अचम्म मान्दै सोधे, के भयो आइज न। टाउको दुख्यो यार, मैले आज खेल्न सकिनँ। यति भनेर म पर्खालको माथि पयुँको शीतल छारीमा बसेँ। साथीहरू रमाइलो मान्दै खेल्दै थिए, म हेर्दै थिएँ। धेरै बेर सोचेपछि बल्ल उनको बारेमा सोच्ने फुर्सद मिल्यो मलाई। उनले त मलाई साथी सम्झेर त्यसो गरिन्, तर म उनीसँग बोल्न छोडेर टाढा भागे जस्तो लाग्यो होला उनलाई। मनमा आफ्नो सँगसँगै उनको पनि चिन्ता थियो। रिसाउन त रिसाइनन् नि, मनमा नै प्रश्न गर्थेँ। फर्केर स्कुलको मैदानमा हेरेँ, उनी त्यही ठाउँमा साथीहरूसँग गफ गर्दै थिइन्। सायद नयाँ साथी बनाउनलाई चिन्जान गर्दै थिइन् होला। अब मैले के भन्ने होला, मलाई यही कुराले सताउन थाल्यो। साथीहरूले पनि सोध्लान्, ओए के हो को हो भनेर। अनि घर परिवारका दिदी बहिनीले पनि जिस्काउँदै सोध्लान्, के हो दाइ भन्दै। यो सब म कसरी सम्हालौँ, शक्ति दे भगवान। म एकाएक भगवानलाई सम्झिँदै थिएँ। यतिकैमा 5औं घन्टी बज्यो।
खाजा खान गएका चौरमा समूह समूहमा छरिएर बसेका र खेल्न थालेका सबै कक्षातिर सोझिए, तर मेरा पाइला लुला हुँदै गए। उठ्न खोज्दा उठ्नै नसके जस्तो भान भयो, तर जसोतसो जे होला होला सोचेर शरीर अनि मनलाई दरिलो बनाउँदै साथीहरूको पछि पछि कक्षा कोठातिर लागेँ। कक्षा मैले सोचे भन्दा शान्त थियो। कसैले कसैलाई जिस्काउने बोल्ने गरेका थिएनन्। सबैको हातमा किताब थियो। सँगै बेन्चमा बसेको साथी पनि शरीर हल्लाउँदै पढ्दै थियो। मैले उसैलाई सोधेँ, खुब रन्दास भएको छस् त? के छ र आज? हिजो सरले यो घोकेर आउने भन्नुभएको छ, आज सोध्ने रे, नजान्नेलाई लौरीले बजाउने रे। त हिजो थिइनस्, झन् दरो लौरो भेट्ने भइस्। ऊ खिसिक्क हाँस्दै बोल्यो। म चुपचाप अगाडि फर्केँ। यत्तिकैमा सरको आगमन भयो। सबैजना एकै स्वरमा बोले, गुड आफ्टरनुन सर। सरले हातको इसाराले बस भनेपछि सबै बसे। सबै बस्ने बित्तिकै सरले हातमा किताब लिएर भन्नुभयो, सबैले पढेर आयो नि? पढ्ने र जान्नेले त हात उठाउँदै बोले, पढ्यौँ सर। यति सुन्न साथ सरले कक्षाको बिचबिचबाट उठाउँदै सोध्न थाल्नुभयो। म भने पढे झैँ गरी किताबमै घोप्टिएर बसिरहेँ। सरको नजर म माथि नपरोस् ठानेर सरले सम्झनालाई उठाउँदै भन्नुभयो, ल भन त तिमीले के पढ्यौ? सम्झनाले आफू आज मात्र स्कुल आएको र आफू स्कुलमा नयाँ भएको कुरा सुनाइन्। सरले सम्झनालाई तलदेखि माथिसम्म हेर्दै, ल ठिक छ, भोलिदेखि पढेर आउने म भोलि सोध्छु। उनले हुन्छ भन्ने मनासायले टाउको हल्लाइन् र बसिन्। यत्तिकैमा सरको नजर मेरो साथीमाथि पर्यो, जो अघि नैबाट खुब पढिरहेको थियो र मलाई लौरो भेट्ने भइस भनेर मुस्कुराउँदै थियो। सरले सोधेको प्रश्नको जवाफ उसले दिन सकेन। हात रातो हुने गरी दुवै हातमा लौरो भेट्यो र अनुहार नै रातो बनाएर ठुस्स बस्यो। म उसको त्यो मुहार देखेर खिस्सा मात्र के हाँसेको थिएँ। सरले लौरीले टाउकोमा बिस्तारै हान्दै, किन हाँसेछस्? ल त उठेर भन्दा भन्दा होस उड्यो। के भन्ने पढेकै छैन। म यतिकै उभिएँ। हिजो कक्षामा थिइनँ भनौँ भने कहाँ गएको थिइस् भनेर झन् कुडाइ भेटिएला भन्ने डर। जवाफ दिउँ भने जानेको छैन। सरले हात थाहा भन्नुभन्दा पहिल्यै हात अगाडि तेर्स्याएँ। अनि उही त हो, मेरो पनि हात रातै भए, कान ताता भए। लाजले होला कतैतिर नजर घुमाउन सकिनँ र किताबतिरै घोप्टिएर बसेँ धेरै बेर। धेरै समयपछि सरले आजलाई यति भन्दा मन खुसीले फुरुक्क मात्र के भएको थियो। जाने बेलामा आज, नजानेकाले भोलि पढेर आउनु, भोलि सोद्धा जाएनौ भने भन्ने कुराले फुरुक्क भएको मन उति बेलै निराश भयो। सरसँगै बाहिर निस्कने चलन जस्तै थियो। सबै बाहिर निस्के र म पनि सबैको पछि पछि लाटो हुँदै निस्केँ। सम्झनाले मतिर हेर्दै थिइन्। मैले उनलाई देखेर पनि नदेखेको झैँ गर्दै साथीहरूसँग गफिन थालेँ। उनी आएकै दिन सरले सोध्नुपर्ने अनि कुटाइ खानुपर्ने कस्तो अभागी खबर। के सोचिनुहोला उनले? उनलाई पनि त मैले कुटाइ खाँदा नरमाइलो लाग्यो होला। साथीहरूको बिचमा गफिँदै गर्दा यस्ता कुरा खेल्दै थिएँ मनमा। अघि मैले जानाजान उनको मन दुखाएँ। उनी साथी सम्झेर बोल्न खोजिन्। म डर र लाजले पर भागेँ। मनमा नै माफी मागेँ अनि साथीहरूको बिचबाट उनलाई च्याउँदै मुसुक्क मुस्कुराएँ। तर म मुस्कुराएको उनले देखिनन्, किनकि उनी पनि आफ्ना साथीहरूसँग गफगाफमै व्यस्त थिइन्। 5औं घन्टीपछि कुनै सर आउनु भएन। सबै घर जानलाई झोला बोकेर निस्के र म पनि साथीहरूसँगै निस्केँ। हामी कक्षाको सबै अघि पछि गर्दै हिँड्दै थियौँ। यतिकैमा साथीहरूले सम्झनाले मेरो हात समाउनुको कारण सोध्दै जिस्काउन थाले। मैले उनीहरूसँग झुट बोल्दै भने, अरू चिनेकै मान्छे जस्तो लागेर होला नि, मैले त चिन्दा पनि चिन्दिनँ। मेरो कुरा कतिपय साथीले विश्वास गरे भने कतिजना साथीले उल्टो जिस्काउँदै भने, नलजाई भन्न, हामी तेरो साथी हो यार, किन झुट बोल्छस्? मैले सकभर उनीहरूलाई त्यही कुरामा विश्वस्त पार्न खोज्दै भन्दै थिएँ, त्यस्तो होइन यार, साँच्चै मैले उसलाई चिन्दिनँ। तर यत्तिकैमा सम्झना मेरो नजिक आउँदै बोलिन्, कति गाह्रो हो बोल्न पनि, कि बिर्सनु भयो र मलाई? मेरो नजिकै भएका साथीहरू यो सब सुनिरहेका थिए। त्यसपछि के चाहियो र? आगोमा घिउ थपे भन्दा चर्को भइहाल्यो एकाएक माहौल। म बोलौँ कि नबोली बसौँ अन्यलमा थिएँ। जे नहुनु थियो त्यो जति नहोस् भनेर कोसिस गर्दा पनि आखिर भएरै छाड्यो। हिँड्दै गर्दा मैले सम्झनालाई सम्झाउने कोसिस गर्दै बोलेँ, तिमीलाई चिन्न त चिन्थेँ, तर आज चिन्दिनँ। मेरो यस्तो खालको कुरा सुनेर उनी अचम्म मान्दै बोलिन्, लौ किन नि? म लाजले रातो भएको मुहार र जोड जोडले धड्केको धड्कनलाई शान्त पार्न मुस्कुराएको जस्तो गरी बोलेँ, किनकि त्यो कुरा म तिमीलाई कुनै दिन भन्छु। सायद उनले पनि मेरो मनको कुरा बुझिसिन् क्यारे। हुन्छ भन्दै पछाडि नै बसिन्, साथीहरूलाई कुरेर। म अरू साथीहरूको मतलब नगरी फटाफट घरतिर लागेँ। कति चाँडो घर पुगिसकेछु त्यो बेगमा थाहै भएन।
घर पुग्ने बित्तिकै आमाले बनाएर अगेनामाथि ताप्केमा राखेको रोटी चपाउँदै कोठातिर सोचेँ। स्कुलमा शरीर अनि मन जुन हालतमा थियो त्यसबाट छुटकारा मिलेको आभास भएको थियो। चपाएको रोटी निल्दै लामो सास फेरेँ अनि झ्यालबाट बाहिर निहाल्दै मुस्कुराएँ। मैले जे चाहन्थेँ त्योभन्दा पनि बढी भएको थियो आज। मैले त सोचेको थिएँ उनी पनि स्कुल आउँछन् होला, हेराहेर हुन्छ होला भनेर, तर जे भयो त्यो त थाहा पाइहाल्नु भयो। सोच्दै नसोचेको कुरा एक्कासी हुँदा कसले पो आफ्नो मन सम्हाल्न सक्छ होला र। त्यही पनि स्कुलमा जहाँ एउटा केटीसँग बोलेको भरमा साथीहरू नाम लिएर गिज्याउन थाल्थे। अब मेरो के होला त्यो सोचाइभन्दा बाहिर थियो र भोलिको पर्खाइ गर्नु नै थियो। खाजा खाइसकेपछि केही बेर डाँडातिर बौतारिएँ चिसो हावा खाँदै। पढ्न किताब हेर्न मेरो लागि परीक्षा नै आउनु पर्थ्यो। साँझ पढ्न थालेपछि म घरतिर लागेँ। घर पुग्दा आमाले खाना पकाइसक्नु भएको रहेछ। म पिँढीको डिलमा बसेर धेरै बेर आमासँग गफेँ। आमाले बिहान दिउँसो होस् या बेलुका सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, मन लागेर पढाइ छोरा, आबरा केटाको सङ्गत नगर। उनीहरूलाई त नपढे पनि पुग्छ, तर तँलाई जिन्दगी कटाउन गाह्रो पर्छ। आमाले सधैँ किन यसो भनी भनेर अहिले त रिसाउलास, तर यो सब मैले तेरो लागि नै भने कि पछि थाहा पाउँछ साफै। आमाले यसो भनिरहँदा मैले सुनेर पनि नसुनेको चाहिँ गरिरहन्थेँ। के भन्नुभयो मैले त केही पनि सुनिनँ। त्यसपछि आमा रिसाउँदै बोल्नुभयो, सुने सुन नसुने नसुन, आफ्नो त जिन्दगी घर मेलापात गर्दै बित्यो, तेरै राम्रो होस् भनेर कराउने हो म त दिनरात। तँलाई आफ्नो जिन्दगीको चिन्ता छैन भने मैले भनेर मात्र के हुने भएर। साँच्चै त्यो बेला आमाले भनेको कुरा कहिले सुनिनँ र बुझ्ने कोसिस त झन् गर्दै गरिनँ। बरु उल्टै जे नगर भन्नुहुन्थ्यो त्यही गर्दै हिँड्थेँ। साँच्चै भन्दा म बा आमाको नालायक छोरा थिएँ। खाना खाएपछि सदा झै नै कोठामा गएर बारलङ्ग पल्टिएँ। सिमसिम पानी पर्न थालेकोले मौसम चिसो हुँदै गएको थियो। सिर कोडेर आँखा चिम्म गरेको बिहान आमाको बोलीसँगै बिउजेँ। आँखा मिच्दै चियाको सुर्की लगाउँदै आँगनमा निस्केर दायाँ बायाँ चारैतिर नजर डुलाएँ। तब मात्र याद आयो, सरले त भोलि पनि सोध्छु भन्नुभएको छ, मैले त पढ्नै बिर्सेछु। आज पनि सम्झनाको अगाडि कुटै खानुपर्ने भयो। यो सम्झिँदा भित्रैदेखि पढ्छु भन्ने कुरा जागेर आयो अनि चुपचाप सरले पढ्न भनेको पाठ पण्डितले पुराण पढेको चाहिँ पटटर पढ्न थालेँ। पढ्दै गर्दा बाहिर स्कुल हिँडेका मान्छेको आवाज आउन थाल्यो। पहिले स्कुल ड्रेस लगाएर म खाना भान्सातिर लागेँ। हतार हतार खाना खाइसकेर भित्तामा झुन्ड्याइएको झोला बोकेर स्कुलतिर लागेँ। आधी बाटोमा पुगेपछि पो याद आयो जुन किताबको सरले सोध्छु भन्नुभएको थियो त्यो किताब त झोलामा हाल्नै बिर्सेछु। अब के गर्ने होला? अरूसँग किताब मागौँ भने दिने हुन् कि होइनन्? फर्केर जाउँ भने यहाँसम्म आइसकेँ। जेसुकै होस्, खाए ती 2 लौरी त हो। यस्तै सोचेर म स्कुलतिरै अगाडि बढेँ। स्कुल पुग्दा स्कुलको माहौल अर्कै थियो आज अरू दिन भन्दा। मलाई देख्न साथ सबै कोही घुनेर त कोही अनौठो नजरले हेर्दै थिए। उनीहरूले यसरी एकहोरो हेरिरहँदा मैले कतै आफ्नो प्यान्टको चेन लगाउन त बिर्सिनँ भन्ने कुराले मुहार एकाएक परिवर्तन भयो र हतार हतार गर्दै कक्षा कोठामा दौडिएर गएर हेरेँ। यहाँ त सबै ठिक छ, तर उनीहरूले मलाई किन त्यसरी हेरे? मन त्यो सब जान्नको लागि उत्सुक हुँदै थियो। कयौँ पटक साथीहरूले कागजको पुच्छर बनाएर पनि लगाइदिन्थे। सायद त्यही भएर पो हो कि यसो पछाडि फर्केर हेरेँ, त्यहाँ पनि केही थिएन। लाइन लाउने घन्टी बज्यो। लाइनतिर लागेँ। त्यहाँ पनि सबै मौका मिल्न साथ मलाई हेर्थे। प्यान्टको चेन पनि बन्द अनि पछाडि पुच्छर पनि नभएकोले सायद म आज राम्रो देखिएर होला भन्ने सोचेर मक्ख र गमक्क पढ्दै थिएँ। राष्ट्रिय गान सकिएसँगै सबै भेडाको बथान झैँ एकैपल्ट कोठातिर लाग्यौँ। यत्तिकैमा साथीहरू मेरो नजिक आउँदै भन्न थाले, ल बधाई छ तँलाई, हिजो आएकी केटी आज आफ्नो बनाइसकेछस्। राम्री केटी त देख्नै नहुने है तँलाई। यस्तै यस्तै भन्दै थिए, तर मैले उनीहरूले यो सब हिजो सम्झनाले घर फर्किँदा जुन कुरा गरेकी थिइन् त्यही सुनेको भएर होला भन्ने लागिरहेकोले केही नभनी हिँड्दै थिएँ। तर त्यो सब सोध्नुको पछाडि कुनै अर्कै कारण रहेछ भन्ने त्यति बेला थाहा पाएँ जति बेला म कक्षामा छिरेँ। मलाई देखेर सबैजना एकमुख भएर रमिता देखेर हाँसेभन्दा चर्को चर्को आवाजमा हाँस्दै थिए। तर त्यहाँ एकजना मात्र थिइन् जो मलाई देखेर हाँसेकी थिएनन्, बरु आँखाले इसारा गर्दै पछाडि देखाउँदै थिइन्। मैले उनले गरेको इसारासँगै पछाडि फर्किएर हेरेँ जहाँ लेखिएको थियो, म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ सम्झना, तिमी मेरो मुटु अनि मेरो धड्कन हौ। त्यसको तलपट्टि लेखिएको थियो, उही तिमीलाई धेरै माया गर्ने तिम्रो सन्तोष। अनि त्यहाँभन्दा केही पर ठुलो अक्षरले लेखिएको थियो, सन्तोष प्लस सम्झना। यो सब देखेर म छक्क मात्र होइन अक्क न बक्क भएको थिएँ।
तब सम्झना मेरो नजिक आउँदै भनिन्, चिन्ता नगर्नु सन्तोष, मलाई थाहा छ यो हजुरले लेख्नु भएको होइन भनेर, तर जसले पनि लेखे हजुर र मलाई टाढा बनाउन लेखे। उनीहरूले सोचे होलान् कि यस्तो लेखेको देखेपछि मैले हजुरलाई दोष लगाउँछु भन्ने, तर मैले हजुरलाई त्यही दिन चिनेको थिएँ जुन दिन हजुरसँग मेरो भेट भएको थियो। सम्झनाको यस्तो किसिमको कुरा सुनेर म चम्म नपर्ने त कुरै भएन। मैले सोचेको थिएँ हिजो मात्र आए कि उनी आज यत्रो बेइज्जत हुँदा मन कति दुख्ला भनेर, तर उनी निराश थिएनन्, बरु केही खुसी थिइन्। म आफ्नो बेन्चमा गएर बस्ने बित्तिकै उनले पानामा केही लेखेर पोको पार्दै मतिर मिल्क्याइन्, तर संयोग त्यही बेला सरको कक्षामा आगमन भयो र त्यो पाना मेरो हातबाट फुत्किएर अगाडि पुग्यो। धन्न सबैको नजर अगाडि सरतिर भएकोले गर्दा कसैको नजर पनि त्यो पोको पारेर उनले फालेको कागजमा परेन। सर कालोपाटीतिर फर्किएर आजको शीर्षक लेख्नै लाग्दा उहाँको नजर पनि ती मायारूपी शब्दमा गएर परेछ। लेख्नै छोडेर सबैले सुन्ने गरी पढ्दै हाँस्नुभयो। सरसँगै उनी र म बाहेक अरू सबै लय मिलाएर हाँसे। आफ्ना साथी बनाउँदाहरू झन् चर्को चर्को आवाज निकालेर बेन्चमा हात ठोक्दै हाँस्दै थिए, आन्द्रै बटारिए जसरी। हाँसो शान्त हुँदै गएपछि सरले कक्षाको फर्स्ट बोयलाई सोध्नुभयो, को सन्तोष भन्ने। फर्स्ट बोय सधैँ सरको वफादार थियो। सरले सोध्न नपाउँदै उसले हातले मतिर देखाउँदै भन्यो, ऊ त्यो हो सर। सर सरासर मतिर आएर सोध्नुभयो, कसले सिकायो तँलाई यस्तो लेख्न? मैले जे हो त्यही कुरा भने। मैले होइन सर, अरू कसैले मेरो नाम लेखेछन्। सरले मेरो कुरा त्यति सजिलै कहाँ विश्वास गर्थे र, अरूभन्दा केही फटामा नै गर्ने गर्थे स्कुलका सरहरूले मलाई। अझै होइन भन्छस्, भन् छिटो, किन लेखिस्? कान तान्दै सरले बारम्बार सोध्नुभयो, तर मैले एउटै जवाफ दिइरहेँ, मैले लेखेको होइन सर, मलाई थाहा छैन। सरलाई मैले झुट बोलेको जस्तो लाग्नु स्वाभाविक नै थियो, किनकि मैले पहिल्यै पनि कयौँ पटक झुट बोलिसकेको थिएँ। सरले भन् कि भन् भनेर थर्काइरहँदा बलेको आगोमा घिउ थप्ने काम पढ्नमा ट्यालेन्ट छु भन्नेहरूले गर्दै थिए र भन्दै थिए, यसैले हो सर यो लेखेको, अझै होइन भन्छ। सरलाई रिसले सायद के गरौँ कसो गरौँ भएर होला। हातमा समाएको किताबले अनुहारमा यसरी हिर्काएकी मानौ उनले भित्ताफुरी चाहिँ मेरो अनुहार फोड्दैछन्। सरले गरेको प्रहारसँगै मेरो नाकबाट रगत बग्न थाल्यो। यो देखेर सबजना उठेर मतिर हेरिरहेका थिए। लगातार रगत बगिरहेपछि सरले जा सफा गरेर आइज भन्दै थर्काउनु भयो। म केही नबोली थोरै निहुरिएर सम्झनाले अघि फालेको त्यो पाना समाएर बाहिर निस्केँ। रिसले आगो भएको थिएँ म नाकको रगत सफा गर्दा गर्दा। अरू दिन हुन्थ्यो भने सरको आँखा छलेर बाहिर निस्कन्थेँ, तर आज त्यसो गर्न सकिनँ, किनकि आज यहाँ मेरो मात्र होइन, मेरो नामसँगै उनको नाम पनि जोडिएको छ। यस्तै सोच्दै उनले मतिर मिल्काएको कागजको पाना खोलेर हेरेँ, जहाँ गोलो फर्सी जस्तो मान्छे मुस्कुराइरहेको थियो र तल अङ्ग्रेजीमा लेखिएको थियो, डोन्ट वरी सन्तोष। पढिसकेर फेरि नाक सफा गर्न थालेँ। म त स्कुलमा पढ्न आएपछि कयौँ पटक बदनाम भइसकेको मान्छे, मलाई बदनाम हुनु सामान्य जस्तै लाग्थ्यो। सरसँग मुखमुखै लाग्नु र भनेको नमान्नु मेरो आफ्नै चलन थियो। त्यही भएर नै म कयौँ पटक बदनाम माथिको बदनाम हुँदै गएको थिएँ। अरू बेला जसरी बदनाम भएँ त्यो सब म आफ्नै कारणले भएको थिएँ, आफ्नै जिद्दी बानीले भएको थिएँ। तर आज जुन किसिमको बदनाम अरूले गर्न खोज्दैछन् यो कुरा मलाई पटक्कै चित्त बुझेको थिएन। तर सम्झनाको अगाडि सरसँग मुखमुखै लाउन पनि अप्ठ्यारो लागेको हुनाले चुप थिएँ। म आफ्नो बदनामी त सहजै सहन्थेँ, तर मैले उनको बदनाम होस् यो कदापि चाहन्न र हुन पनि दिन्न। यस्तै सोच्दै नाकको रगत बग्न रोकेपछि म कक्षा कोठामा गएँ। म नहुँदासम्म शान्त त्यो कोठा, म जाने बित्तिकै हल्ला सुरु हुन थाल्यो। सरलाई पनि त्यही मायाको कुराले गिज्याएछन् क्यारे। पढाउँदा पढाउँदैको छोडेर मेरो नजिक आउँदै सोधे, तँलाई त देखेँ, अनि तैँले माया गर्ने सम्झना खोइनी? शत्रु खोज्न किन टाढा जानु पर्थ्यो र? सँगै बसेको साथीले ऊ त्यहाँ छे भन्दै देखाइदियो। मलाई सरसँग भन्दा पनि साथीसँग रिस उठ्यो। अरूले चिनाइदिन त यसै चिनाइदिन्थे, तर साथीको नाताले उसले यसो गर्नु हुँदैन थियो। सरले सम्झनालाई उठाएर मेरो बारेमा सोध्नुभयो, कहिलेबाट चिनेको तिमीले यसलाई? सम्झनाले सरले सोधेको जवाफ सठिक रूपमा दिँदै भनिन्, 2 दिन अगाडिबाट। ल भन यसलाई के सजाय दिउँ? उनले उति बेलै भनिन्, केही नदिनु सर। सम्झनाको यस्तो कुरा सुनेर सबैजना छक्क परेर मलाई हेर्न थाले। लजाऊ तिमी आफै गएर एक थप्पड हानेर आऊ, सरले सम्झनालाई भन्नुभयो। तर सम्झनाले तुरुन्त इन्कार गर्दै भनिन्, सन्तोष निर्दोष छन्। हिजो उनी र मसँगै घर गएको थियौँ स्कुलबाट। त्यो बेलासम्म यहाँ केही लेखिएको थिएन र मलाई विश्वास छ यो उनले लेखेको होइन भन्ने।
उनको कुरा सुनेर अरू त के छक्क पर्यो होलान् र त्योभन्दा दोब्बर त छक्क म आफै परेको थिएँ। एक दिनको चिनजानले मान्छेलाई कति नजिक अनि आफ्नो बनाउँदो रहेछ भन्ने कुरा मैले उनीबाट सिक्दै थिएँ। उनी ढुक्क थिइन्। उनको मुहारमा कहीँ कतै डर देखिएको थिएन। सम्झनाको कुरा सुनेपछि सरले कुरालाई अन्त्य मोड्दै गर्दा ठ्याक्कै दोस्रो घन्टी बज्यो। त्यसपछि सदा चाहिँ एकैपटक ठेलमेल गर्दै बाहिर निस्क्यौँ। कोही साथीहरू कसले लेखेको त्यो मान्छे चिनेर रामधुलाई गर्नुपर्छ भन्दै थिए त। कोहीले जसले लेखे पनि ठिकै त लेखे, यसको मनमा जे थियो त्यही लेखे, उसको लागि यसले यति कुटे सहन पनि सक्दैन र भन्दै थिए। म सबैका कुरा सुन्दै थिएँ। आखिर साथीहरूले भनेको कुरा दुवै सही थिए। लेखेकोलाई चिनेर रामधुलाई गर्नु पनि राम्रै लाग्यो भने सम्झनाको लागि त्यति कुटाइ सहनु पनि ठिकै जस्तो लाग्यो। गफै गफमा एकजना साथीले भन्यो, तैँले त्यसलाई केही गर्दिन भन्छस् भने लेख्ने मान्छे मैले चिनेको छु, तँलाई चिनाइदिन्छु। केही गर्छस् भने म भन्दिनँ नि, हेर अहिले नै भनेको छु। उसको कुरा सुन्न साथ मैले उसैको कसम खाँदै भने, तेरो कसम म त्यसलाई केही पनि गर्दिनँ भएको हो त्यो। उसले कक्षा कोठा अगाडि उभिरहेको उही फर्स्ट बोयलाई देखाउँदै भन्यो, त्यही हो। सरले सन्तोष को हो भनेर शब्द मुखबाट झर्न नपाउँदै मलाई देखाउनुको कारण मैले बल्ल बुझ्दै थिएँ। उसले पनि सम्झनालाई सायद मन पराउने भएर नै होला यो सब गरेको। अनि फर्स्ट बोय शङ्का पनि कसैले गर्दैन, जे होस् दिमाग लगाएकै हो। म मनमनै सोध्दै थिएँ भने साथीहरू जाजा गएर धुलाई हान भन्दै थिएँ। तर म साथीहरूको भन्दा पनि अरू कसैको जवाफको पर्खाइमा थिएँ। दोस्रो पिरियडसँगै मैले सम्झनालाई उनले जस्तै गरी पानामा मैले तिम्रो र मेरो बारेमा लेख्ने मान्छे चिने, भन म के गरौँ, तिमीले जे भन्छौ म त्यही गर्छु। यति लेखेर पोको पारेर सम्झनाको अगाडि पढ्ने गरी फालेँ। उनले उति बेलै पाना खोलेर पढिन् अनि जवाफ यस्तो लेखेर पठाइन्, उसलाई केही गर्नु पर्दैन, उसले जे सोचेर त्यो लेख्यो त्यसको त्यो रहर कहिले पुरा हुँदैन। जसले जे लेखे पनि र भने पनि हामी कहिल्यै नराम्रो नबन्ने ल, यही नै अरूको लागि सजाय हुन्छ। उनको रूपसँगै उनको मन पनि कति सफा रहेछ त्यो जानेर म भित्रभित्रै रमाउँदै थिएँ। मनमा लड्डु फुट्दै थिए। उनी मसँग नजिक हुन चाहन्थिन्। कतिसम्मको नजिक त त्यो उनी आफै जानुन्, तर उनको मनमा मेरो लागि माया छ भन्ने कुरा मेरो मनले थाहा पाइसकेको थियो। उसो त उनले मप्रति गर्ने माया सामान्य साथीको जस्तो पनि हुन सक्छ, तर यो बेवकुफ दिल कहाँ त्यस्तो सोच्छ र। कुनै केटीले केही सहानुभूति देखाउन साथ माया सम्झिन्छ, त्यो पनि फिल्मको जस्तो उति बेला सबै कुरा मिल्दै जाने। आखिर मन त हो, मनलाई कसले बाँध्न सक्छ र। दौडिन्छ आफ्नै तालमा, कहिल्यै थाक्दैन। अनेक सपना बुन्छ, मन फुरुङ्ग बनाउँछ, खुसी गराउने अनि दुखी गराउने आखिर मनै त रहेछ। सर आफ्नै तालमा पढाउँदै म आफ्नै संसारमा हराउँदै थिएँ। थाहा भएन त्यो दिन कति छिटो 4 बज्यो घडीमा। अरू दिनको जस्तो पढाइ छोडेर बाहिर पनि बसिनँ, किनकि म अब सुध्रिन चाहन्थेँ उनको लागि। मलाई अब जसरी पनि उनको आफ्नो मान्छे बन्नु थियो। स्कुल छुट्टी भएर घर फर्कने बेला मैले उनलाई पयुँको रुखमुनि बसेर कुरिरहेँ। अरू दिन जस्तो म साथीहरूको साथमा थिइनँ, एक्लै थिएँ। म उनीसँगै गफिँदै हिँड्न चाहन्थेँ, उनको नजिक बन्न चाहन्थेँ र उनको हर पाइलाको साथी बनेर पछ्याउन चाहन्थेँ जिन्दगीभर। यी सब मेरो मनले सोचेका कुराहरू थिए। उनको मनमा म प्रति कस्तो माया छ त्यो मैले यति छिटो बुझ्न सम्भव थिएन। म बसिरहेको थिएँ, उनी आइपुगिन् र हातले इसारा गर्दै जाउँ भनिन्। म बसिरहेको ठाउँबाट उठेर उनको पछि पछि लागेँ। उनीसँगै हिँडेर गफ गर्न सकिरहेको थिइनँ, किनकि उनको साथमा अरू साथीहरू थिए जसले मलाई सधैँ नराम्रो नै सोच्ने गर्थे। मलाई तिनै उनका साथीहरूको डर थियो, कतै हुँदै नभएको अनावश्यक कुरा लगाएर उनलाई मबाट टाढिन बाध्य बनाउने त होइनन्, किनकि यहाँ कसैको खुसी कसैलाई सहन हुँदैन थियो। कोही खुसी भएको देखेमा भित्रभित्रै जल्थे र कसरी हुन्छ उनीहरू त्यो खुसी लुट्न चाहन्थे। मैले कयौँ पटक देखिसकेको थिएँ मेरा साथीहरूको मायामा केटीकै साथीहरू बोझ भएको र एक चोखो मायाको बिना कारण अन्त्य भएको। म यस्तै सोच्दै सम्झनाको पछि पछि हिँडिरहेको थिएँ। बोल्न आँट आएन र उनलाई उछिनेर म अगाडि निस्केँ। आज गफिँदै जाउँला भन्ने मेरो कल्पनामै सीमित भयो। यदि उनको साथमा अरू कोही हुँदैनथे भने सायद उनी आफै मसँग बोल्न आउने थिइन्, तर त्यो सब आज सम्भव भएन र म सरासर आफ्नो बाटो लागेँ। आज उनीसँग चाहेर बोल्न नपाए पनि यो दिल खुसीले गदगद भएको थियो। अरू दिनभन्दा आफूले आफूलाई निकै भाग्यमानी ठान्दै थिएँ, तर थाहा थिएन यो सब खुसी मेरो लागि सधैँको लागि हो या केही दिन र केही क्षणको लागि मात्र। त्यसपछिका स्कुलका दिन उस्तैमा बिते।
भित्तामा उनको र मेरो नाम लेखेर मायाको प्रचार गर्नेहरूको कमी थिएन। मायाकै नाममा सायरी अनि मायाले जीवन चल्ने जस्ता अनेक कुराहरूले कक्षाको भित्ता मात्र होइन, प्राय खाली रहेका र लेख्न मिल्ने ठाउँ सबै भरिएका थिए। जताततै उनको र मेरो मायाको चर्चा हुँदा मलाई खुसी मिल्थ्यो। उनको मुहार पनि उज्यालो देख्दा लाग्थ्यो हाम्रो माया साँच्चै नै गजबको छ, चाहेर कसैले छुटाउन सक्दैन। म अरू साथी र समाजको कुरालाई भन्दा उनकै मुहारलाई ध्यान दिन्थेँ। कुनै दिन उनको मुहार निराश देख्दा म आफैलाई चोट लागे चाहिँ मनको कुना कुनामा चस्किरहन्थ्यो र सहन गाह्रो पर्थ्यो। उनी स्कुलमा आएको पनि महिना दिन बितिसकेको थियो। महिना दिनमा उनलाई नचिन्ने सायदै होलान्। उनी फिल्मको हिरोइन जस्तो चर्चित थिइन् स्कुलमा। नहुन् पनि किन उनको रूप, उनको भेष अनि उनको सबै तरिका अरूको भन्दा भिन्न थियो, जसले गर्दा सहजै उनी स्कुलमा आफ्नो सुन्दरताले तहल्का पिट्न सफल भएकी थिइन्। त्यतिले मात्र कहाँ हो र उनी त्यस्ती राम्री, पढाइमा पनि जान्ने, बोर्डिङ स्कुल पढेकी, इङ्ग्लिस पनि बोल्ने। मेरो नजरमा त उनको खोट लाउने कुनै ठाउँ नै थिएन। अनि बारम्बार बदनाम भएको मसँग उनको नाम जोडिनु पनि एक चर्चाको विषय थियो। म पढ्नमा लन्ठो, हेर्दा पनि त्यति नराम्रो। मलाई राम्रो भन्ने त्यो स्कुलमा मुस्किलले 2-4 जना भेटिन्थे। यही कारण पनि थियो उनलाई 1 महिनामै सबैले चिन्नुको। स्कुलका भित्तामा र अरूका मनमा उनको र मेरो मायालाई लिएर जति कुरा चल्दै थियो त्यो सब झुटो थियो, किनकि महिना बितिसक्दा पनि उनको र मेरो भेट त्यति राम्रो भएको थिएन। सोच्नेहरू त सोच्थे उनीहरू प्रेमी प्रेमिका भनेर, तर त्यो उनीहरूको सोच अनि भित्तामा मात्र सीमित थियो। उनको मेरो सम्बन्ध 1 महिना अगाडि जस्तो थियो आज पनि त्यस्तै थियो, केही परिवर्तन थिएन। पहिला जस्तो देख्दा मुसुक्क मुस्कुराउने बाहेक अर्को उपलब्धि केही थिएन। म त चाहन्थेँ उनलाई मेरो मनका सबै कुरा भनौँ, तर हतार गर्नु पनि ठिक थिएन। छोटो समयमै मन पराउँछु, माया गर्छु, तिमी बिना बाँच्न सक्दिनँ भन्न फिल्ममा बाहेकको ठाउँमा मैले आजसम्म देखेको थिइनँ, र यदि भनिहालेको भए पनि कसैको माया प्रेम सफल भएको मैले सुनेको थिइनँ। म नदीको बीच भागमा जस्तै थिएँ, यता जाउँ कि उता सोच्न सक्ने अवस्था थिएन। पत्र पठाउँ उनले अस्वीकार गरिन् भने कुन मुखले स्कुल जानु, नपठाउँ कतै अर्कोले मौकाको फाइदा उठाउने पो कि। यस्तै दोधारमा थिएँ म। त्यसैले नदीको कुनै किनारामा पनि हाम फाल्ने हिम्मत गरेको थिइनँ। नदीको बेगको झोकासँगै उनको मायाले हल्लाइरहन्थ्यो, तर म विवश थिएँ। म फेरि अर्को बदनाम होस् भन्ने चाहन्नथेँ। शुक्रबारको दिन थियो। हाजिरी जवाफ प्रतियोगिता हुने भनेर बिहानदेखि पढाइ भएको थिएन। हामी सबै बेन्च कुर्सी ओसार्दै थियौँ। 6 कक्षादेखि 10 कक्षासम्मको टिम बनाइएको थियो। जित्नेलाई कापी र कलम पुरस्कार राखिएको थियो। सम्झना त्यही हाजिरी जवाफको लागि तयार गर्दै थिइन्। साथमा अरू थुप्रै थिए। म उनले भाग लिएकै कारणले गर्दा कार्यक्रम हेर्न चिलाउनेको रुखको फेदमा बसेर हेरिरहेको थिएँ। उनी हुँदैनथिन् भने म उति बेलै घर पुगिसकेको हुने थिएँ। कार्यक्रम रमाइलो हुँदै थियो। सम्झनाको टिम अरूको भन्दा अगाडि थियो। यो देखेर म पनि निकै खुसी थिएँ। अन्त्यमा सम्झनाको टिम नै प्रथम भयो। म ओल्लो छेउमै बसेर ताली बजाएँ। उनका टिमका सबैले पुरस्कार लिएर खुसी मनाउन थाले। उनले मलाई कता छ भनेर एकचोटि पनि हेरिनन्। मन निराश भयो र उठेर घरतिर लागेँ। आइतबारको दिन अरू दिनको भन्दा चिरीचट्टा परेर स्कुल पुगेँ। आज स्कुलको माहौल अरू दिनको भन्दा बेग्लै थियो। सधैँ सम्झना र मेरो नामले रङ्गिने त्यो भित्तामा आज मेरो नामको ठाउँमा अरू कसैको थियो। म हतार गर्दै सम्झना भएतिर लम्केँ। उनी आफ्नो नाममा सुभाषको नाम जोडिएकोमा खुसी देखिन्थिन्। जस्तो खुसी उनी मेरो नामसँग आफ्नो नाम जोडिँदा पनि हुने गर्थिन्। उनको उस्तै उज्यालो मुहार देख्दा भने मेरो मुहारमा आकाशमा कालो बादल मडारिएको चाहिँ मडारिँदै थियो। केही सोच्नै सकेको थिइनँ। महिनाभरको मेरो सपना क्षणभरमै खरानी भयो। उनको र मेरो माया छुटेको कुरा स्कुलभर चल्न थाल्यो भने बस्दै नबसेको माया छुटेको कुरा सुन्दा मन यसै यसै जल्न थाल्यो। उनको र मेरो माया बसेकै कहिले थियो र छुट्नलाई सोध्ने साथीहरूलाई म यही कुरा सोध्थेँ। हिजो अस्ति सम्झनाको नाम लिएर गिज्याउने साथीहरू पनि आज निराश थिए। उनीहरू पनि चाहँदैनथे कि हाम्रो माया साँच्चै टुटोस् भन्ने, तर मेरो र उनीहरूको चाहनाले मात्र यो कहाँ सम्भव थियो र। जुन भन्ने उनी नै अर्काको नाम जोडिँदा खुसीले फुरुङ्ग भएकी छन्। अरू बेला जुन कुराले म स्कुलमा बदनाम भए पनि आजको जस्तो निराश अनि दुखी भने कहिल्यै भएको थिएन। आज जे भयो त्यो मेरो बदनाम मात्र थिएन, घोर अपमान थियो मेरो मायाको। मैले चाहेर पनि सम्झनालाई यो कुरा सोध्न सक्दैनथेँ, किनकि उनले मलाई न त कहिल्यै माया गर्छु नै भनेकी थिइन्, न त कुनै आश्वासन नै दिएकी थिइन्। मूर्ख त म आफै थिएँ, जसको मुस्कानलाई म माया ठानेर मैनो खुसी भएँ, अनि यो बेवकुफ दिलले उनलाई मनको रानी बनायो र त आज क्षणभरमै नमिठो कहानी बनायो।
महिना दिनसम्म कुनै पिरियड नछोडी पढेको मलाई आज भने पढ्ने मन लागेन। कक्षा कोठाभित्र नपसे म स्कुल पछाडिको खाली चौरमा गएर लामो सास फेर्दै बसेँ। मैले जति पटक उनको र आफ्नो बारेमा सोचेँ त्यति नै पटक आफ्नै गल्ती पाएँ। अन्जानमै माया गरेर कसैलाई दिलमा सजाउनुको सजाय मलाई नै मिल्नु थियो। यसमा उनको के दोष? उनी त फक्रेकी फुल हुन्, सक्नेले टिपेर लैजान्छ, नसक्नेले हेरेर चित्त बुझाउँछ। म पनि अब हेरेर चित्त बुझाउनेमा थिएँ। उनका कुनै पनि काममा बाधा बन्न चाहन्नथेँ, किनकि मैले उनलाई स्कुलमा देख्दाकै दिन भनेको थिएँ उनको खुसी नै मेरो लागि सब थोक हो भनेर। त्यसैले मेरो सब थोक कुनै भएपछि मैले आफ्नो मायाको लागि बोल्नु गलत थियो। त्यसपछिका दिनहरू मेरो लागि खासै महत्त्वपूर्ण भएनन्, न त सम्झना लायक नै भए। उनी पनि बिस्तारै सुभाषतर्फ आकर्षित हुन थालिन् भने मैले लगभग उनलाई पाउने आश मार्न थालिसकेको थिएँ। यसरी नै मेरा दिन हप्ता महिना हुँदै महिनौँ बिते, तर उनको त्यो पुरानो म प्रतिको जुन लगाव थियो त्यो कहिल्यै देखिनँ। बिस्तारै स्कुलका भित्तामा लेखिएको मेरो नाम मेटिँदै थियो, अस्पष्ट बन्दै थियो। जसरी भित्तामा लेखिएको नाम मेटिँदै थियो त्यसरी नै मेरो मन दिनानुदिन रेटिँदै थियो। भनिन्छ नि, कसैलाई मन पराउन र माया गर्न सजिलो छ, तर कसैलाई बिर्सन त्यति सहिलो छैन जति हामीले सम्झिएका हुन्छौँ। उनीसँग बसेर माया प्रेमका कयौँ कुराहरू व्यक्त गर्न मैले कहिले अवसर नै पाइनँ भनौँ, वा उनले त्यो अवसर नै दिएनन् भनौँ। जसरी मेरो चर्चा चलेको थियो त्यसै गरी सुभाष र उनको चर्चाले पनि स्कुलदेखि गाउँ तताएको थियो। यहाँसम्म कि धेरैले सम्झनालाई गलत भन्थे। सहरबाट आएकी केटा फसाउन खपिस रहेछ, त्यस्तै केटीको सङ्गतबाट टाढै भएको राम्रो, यस्तै यस्तै। तर मलाई यी सब कुरा सुन्दा दुःख लाग्थ्यो, किनकि सम्झनाको न त चरित्रमा खोट थियो, न त उनी केटा फसाउनलाई खप्पिस नै थिइन्। उनी त एउटा खेलाउना जस्तो भएकी थिइन्। स्कुलको अन्तिम परीक्षा आउन लागेको समयमा अचानक मेरो उनीसँग भेट भयो। मैले त उनलाई बोलाउने आँटसम्म पनि गर्न सकेको थिइनँ। उनी आफैले बोलाउँदै भनिन्, सन्तोष सन्चै छौ? किन हो आजभोलि बोल्दा पनि बोल्दैनौ? किन मन दुखाएको? उनका यी प्रश्नको मसँग अनगिन्ती जवाफ थिए, तर मैले ती अनगिन्ती जवाफलाई मुटुको कुनामै थन्काउँदै भने, त्यस्तो केही होइन, म पनि एक्लै बाँच्ने कोसिस गर्दैछु र सोच्दैछु अरूलाई मेरो आवश्यकता नपरे जस्तो मलाई पनि कसैको आवश्यकता नपरोस्। जसको मन नै थिलो थिलो परेको छ भने उसलाई मन किन दुखाएको भनेर नसोध्दा नै राम्रो होला, किनकि मन त्यसको दुख्छ जसको पहिलोपटक कुनै कुरामा असफलता हात लाग्छ। म त सधैँ असफल भएको मान्छे, बरु केही राम्रो काम गर्दा आफ्नै मन कता कता दुखे अनि चस्के जस्तो लाग्छ। मेरा यस्ता कुरा सुनेर उनी अचम्म मान्दै हाँस्दै बोलिन्, मैले त सोचेको पनि थिइनँ सन्तोष तिमी यस्तो कुरा गर्न सिपालु छौ भनेर। मैले पनि उनको हाँसोमा आफ्नो हाँसो मिलाउँदै बोलेँ, कुरा गर्न मात्र होइन, कसैलाई मनमुटु दिएर आफ्नै मन दुखाउन पनि सिपालु छु। तिमीले सोचेको भन्दामा बिल्कुल फरक छु, जुन कुरा तिमीले मेरो बारेमा कल्पनासम्म पनि गरेको छैनौ होला। के कुरा भन न? उनी उत्सुक हुँदै बोलिन्, त्यस्तो केही होइन, कुनै दिन त्यस्तो समय आएछ भने, भन्ने पर्ने अवस्था आएछ भने भनौँला। बरु भन सुभाषको खबर के छ? मैले कुरालाई अन्तै मोड्दै बोलेँ, ठिकै होला नि, के थाहा मलाई उसको बारेमा? उनी अप्ठ्यारो मान्दै बोलिन्, स्कुल र गाउँमा तिमीहरूको यत्रो चर्चा चलेको छ अनि तिमीलाई उसको खबर पनि थाहा हुँदैन त? उनी यो पटक पनि मुस्कुराउँदै बोलिन्, मेरो लागि सुभाष अनि तिमी उस्तै त हौ। तिम्रो नाम मेरो नामसँग जोडिँदा पनि त मलाई कहाँ तिम्रो बारेमा सबै थाहा थियो र? जसले पनि तिम्रो र मेरो अनि सुभाषको र मेरो नाम लेखे, बरु उनीहरूलाई नै थाहा होला। यति भन्दै उनी ल त भोलि स्कुलमा भेटौँला भन्दै आफ्नो बाटो लागिन् भने म पनि आफ्नो बाटो लागेँ। परीक्षाको बिदा हुनुभन्दा एक दिन अगाडि कोही हर्षित थिए, कोही डराए जस्तो देखिन्थे। सबै आफ्नै तालमा थिए भन्दा फरक नपर्ला, किनकि सबैलाई आफ्नै केही न केही कुरामा तनाव थियो। कोही प्रेमी र प्रेमिकासँग छुट्टिने कुराले त, कोही साथीहरूसँग छुट्टिनु पर्ने कुराले त, कोही परीक्षा आइपुग्यो पढिएको छैन फेल भइन्छ कि भन्ने कुराले। तर जे होस्, खुसी भएको अनुहारभन्दा म जस्ता निराश देखिनेहरूको बहुमत थियो। भोलिबाट स्कुल बिदा भन्ने बित्तिकै कोही घरतिर कुदे, कोही साथीहरूसँग गफगाफ गर्नतिर लागे, त कोही माया साट्न र बाँड्नतिर लागे। म जोसँग केही भन्न चाहन्थेँ उनी अर्कैसँग व्यस्त थिइन्, उनी सुभाषसँग। उसो त सुभाषले सम्झनालाई माया गर्छ, मन पराउँछ पराउँदैन त्यो त मलाई थाहा थिएन, तर सुभाष र सम्झना दुवै मौन हुनुले मैले अन्दाज मात्र लगाएको थिएँ कि उनीहरू एकअर्कालाई धेरै माया गर्छन् भनेर। केही समयपछि म साथीहरूसँग हात मिलाउँदै भन्दै थिएँ, ल केटा हो अब परीक्षाको दिन भेटौँला। तर सबै साथीहरू एकमुख भएर भन्दै थिए, भइहाल्छ नि, तर त्यो दिन तेरो लागि खास हुनेछ यति कुरा अहिले बुझ।
मैले किन भनेर पनि सोधेँ, तर उनीहरूले कुनै जवाफ दिएनन्। यति मात्र भने, त्यो त्यही दिन थाहा पाउँछस्। म सबैसँग छुटिएर हिँड्नै लाग्दा मेरो अगाडि कागजको डल्लो आइपुग्यो र बिस्तारै उठाउँदै हेरेँ, जहाँ उसले फर्सी जस्तो मान्छे बनाएर लेखेको थियो, बेस्ट अफ लक। यसमा म खुसी हुने कुनै कारण थिएन, त्यसैले उनी सम्झनातिर फर्किएर मुस्कुराउँदै अगाडि बढेँ। भोलिदेखि 2 दिन स्कुल बिदा थियो भने त्यसपछि हाम्रो परीक्षा थियो। पास जसै हुनु थियो, किनकि अब यो बदनाम मान्छे केही बन्न चाहन्थ्यो र पढ्न चाहन्थ्यो। म घर पुगेर केही बेर सम्झनाको बारेमा सोचेर टोलाउँदै बसेँ। उसो त मलाई उनी सँगसँगै पढेर स्कुलमा बिताएको लगभग त्यो 1 वर्षभन्दा त्यही एक दिन प्यारो थियो, जुन दिन उनको र मेरो अचानक भेट भएको थियो र हामी गफिँदै पैदल यात्रा गरेका थियौँ। अब त्यो दिन फर्केर त आउँदैन, तर फर्कदैन भनेर बितिसकेको कुरा पनि कहाँ बिर्सन सकिन्छ र। जति बिर्सौँ भन्छु उति उति दिमागमा छाप बनाउँदै जान्छन् अनि कहिले नमेटिने अतीत बनेर बेला बेलामा मनलाई चस्काइरहन्छन्। आखिर जिन्दगी सबैको यस्तै नै त हो, के सोच्यो के हुन्छ अनि जे भोग्न नपरोस् भने त्यही भोग्न बाध्य हुनुपर्छ। यस्तै कुरा सोच्दै किताबका पाना बिस्तारै पल्टाउँदै थिएँ। 2 दिन पढ्दैमा पास हुन त गाह्रो नै थियो, तर पहिलेको भन्दा राम्रो भने पक्कै गर्न सक्थेँ। त्यसैले दिमागमा केही घुसाउनको लागि अनेक तरिका अपनाएर पढ्दै थिएँ। स्कुल बिदाका ती 2 दिन घरमै बसेर किताब हेरेरै बिताएँ। बा आमा पनि मेरो फेरिएको बानी देखेर अचम्म मान्दै थिए, तर केही भनेका थिएनन्। 2 दिनपछि परीक्षाको लागि जब म स्कुलमा पुगेँ, त्यहाँ मैले सोच्दै नसोचेको कुराहरू देखेँ। पहिले यस्तै भित्तामा सम्झनाको र मेरो नाम लेखेर रङ्ग्याइएको थियो, तर यो सब देखेर पनि मलाई मनमा कुनै नौलो आभास भएन। पहिलेका दिनमा जस्तो डर अनि कता कता उनीप्रतिको मेरो लगाव अनि एकहोरो त्यो माया, अहिले त्यस्तो लाग्दै लागेन। बरु उल्टै अरूको लागि खेलाउन भनेको जस्तो महसुस गर्दै थिएँ। यो पालि भित्तामा नाम कसले लेख्यो त्यो मलाई थाहा भइसकेको थियो, किनकि स्कुल बिदा हुनुभन्दा अगाडि साथीहरूले मलाई भनेका थिए कि त्यो दिन तेरो लागि खास हुनेछ भनेर। तर मलाई त्यो दिन खास होइन, आफैमाथिको विश्वास पनि हराउँदै गएको थियो। सम्झनाको मुहार सधैँको जस्तै थियो। मैले अनुमान लगाउन सक्थेँ कि उनलाई यस्ता कुराले कुनै असर गर्दैन भन्ने, त्यसैले उनले यी सब कुरामा चासो नभएको जस्तो गर्थिन्। मेरा साथीहरूले मेरो खुसीको लागि यति गरे त्यो नै मेरो लागि ठुलो थियो। मैले सम्झनालाई पाउन नसके पनि मैले दुःखमा साथ दिने साथीहरू भेटेको थिएँ, त्यसैले म औधीभन्दा औधी खुसी थिएँ। साथीहरू आज त खुसी छस् नि भन्दै सोध्न आइपुग्थे। म भएको ठाउँमा म बिना जवाफ मुस्कुराउँथेँ। स्कुलमा फेरि हाम्रो हल्ला चल्दै गर्दा मेरो भन्दा ज्यादा कुरा सुभाषको हुँदै थियो, किनकि मेरो नाम सुरुमा अनि अहिले अन्त्यमा मात्र जोडिएको थियो उनीसँग, तर सुभाषको महिनौसम्म। त्यसैले सबैजना मेरो भन्दा पनि सुभाषकै कुरा गर्दै भन्दै थिए, अब के हुन्छ होला। स्कुलको माहौल फिल्म हलमा अन्तिम दृश्यको पर्खाइमा रहेका दर्शकको जस्तो बन्दै थियो। सबै सोच्दै थिए अब के होला। धेरैले मलाई खलनायक नै सोच्दै थिए, किनकि मैले बारम्बार भनेको छु कि म स्कुलमा कयौँ पटक केही न केही कुरामा बदनाम भएको मान्छे, अनि त्यो सुभाष सधैँ पढाइमा अगाडि भएको मान्छे। अरूको कुरा सुन्दा म अचम्ममा परेको थिएँ र अचम्म मान्दै गर्दा परीक्षा सुरु भएर कक्षातिर दौडिँदै थिएँ। अब जे हुन्छ परीक्षाको अन्तिम दिन हुन्छ। म यस्तै सोचेर लेख्न थालेँ। जे जाने त्यही। नजानेको कुरामा दिमाग खेउन मलाई मरे झैँ लाग्थ्यो, त्यसैले नजानेको प्रश्नको उत्तर लेख्नलाई कहिल्यै प्रयास नै गरिनँ। परीक्षा सकिने बित्तिकै सबै सुभाष, सम्झना अनि मलाई हेर्दै थिए। सुभाष आज अरू दिनभन्दा धेरै नै निराश देखिएको थियो। ऊ निराश देखिनुको कारण परीक्षा बिग्रेर भने पक्कै होइन, किनकि उसलाई मैले केही गर्छु कि भन्ने डर थियो। त्यसैले ऊ सकभर सम्झनाको नजिकै बसिरहन्थ्यो। परीक्षाको सुरुको दिन सबैको के होला अब भन्ने कौतूहलता मेटिएन, किनकि म चुपचाप घरतिर लागेँ। परीक्षाको दोस्रो, तेस्रो र चौथो दिन पनि खुब चर्चा चल्यो मायाको, तर 5औं दिन जे भयो त्यसले गर्दा धेरैजनालाई अब झन् के होला भन्ने कुराले सताउन थाल्दै थियो, किनकि जहाँ जहाँ मेरो र सम्झनाको नाम लेखिएको थियो ठिक त्यसैको माथि माथि सबै ठाउँमा सुभाषको र सम्झनाको नाम लेखिएको थियो। झट्ट हेर्दा चुनावको प्रचार प्रसार गरेको चाहिँ देखिन्थ्यो। सुभाषका साथीहरू सुभाषलाई हौसला दिँदै थिए, नडरा, केही हुँदैन, हामी छौँ भनेर, अनि मलाई पनि मेरा साथीहरू त्यसै भन्दै थिए। अब केटीको लागि झगडा हुने भयो, धेरैले यस्तै सोचिरहेका थिए, तर मैले बिल्कुल अर्कै सोचिरहेको थिएँ, जुन कुरा म परीक्षाको अन्तिम दिन गर्नेवाला थिएँ। माया प्रेमसँगै के होला भन्ने सबैको मनको कौतूहलताले आज मेटिने अवसर पाउँदै थियो, किनकि आज परीक्षाको अन्तिम दिन थियो। भित्तामा नाम लेख्ने क्रम रोकिएको थिएन, दिनानुदिन झन् बढ्दै थियो।
अन्तिम दिनको परीक्षा सकिएसँगै सबैजना मलाई हेर्दै थिए। अब के गर्छ यसले, सायद यसले सोच्दै थिए होलान्। तर म चुपचाप आफूले लगाएको स्कुल ड्रेसको कमिज निकालेर पानीमा भिजाएर चिसो बनाएँ अनि जहाँ जहाँ सम्झना र मेरो नाम लेखिएको थियो त्यो सबै मेटाउन थालेँ। तर सुभाषको र सम्झनाको नाम लेखिएको ठाउँमा भने मैले केही गरिनँ। मैले नाम मेटाउँदै गर्दा धेरैजनाले मलाई सुभाषसँग डरायो भन्ने आरोप पनि लगाए। कतिले त सम्झनाले हिजो भेटेर थर्काएको रे भन्नेसम्मका हुँदै नभएका हल्ला फिजाउन पनि पछि परेनन्। साथीहरूले पनि किन मेटेको भनेर पनि सोधे, तर मैले कसैलाई जवाफ दिन उचित ठानिनँ। बरु आफ्नो मनले जे सोचेको थिएँ त्यो काम गर्दै गएँ। एकपछि अर्को लेखिएको नाम मेटाउँदै गएँ। नाम मेटाउँदै गर्दा मलाई आभास भयो माया पाउनलाई भित्तामा लेखेर हुने कुरा होइन, भाग्यमा अनि निधारमा लेखिएको हुनुपर्छ। लेखेको नाम मेटाउँदै गर्दा सम्झना निराश थिइन्। खोइ के कारणले उनी निराश थिइन् त्यो मैले बुझ्ने कोसिस गरिनँ। सबै ठाउँमा लेखिएका नाम मेटेर सकेपछि म सम्झनाको नजिक जाँदै बोलेँ, सम्झना, सक्छौ भने मलाई माफ गरिदेऊ। यसरी भित्तामा नाम लेख्न मैले कसैलाई भनेको थिइनँ। जसले पेन लेखे उनीहरूको तर्फबाट म तिमीसँग माफी माग्छु। एक वचन बोल्दैमा अनि हेरेर मुसुक्क हाँस्दैमा मैले तिम्रो सोझोपनलाई माया भन ठानेर वर्षौँ निराश भएँ, दिनहुँ दुखी भएँ र आफ्नो जीवन आफैले बिगारेँ। अनमोल ती कहिले फर्केर नआउने दिनहरू मैले बेकारमा तिम्रा यादमा बिताएँ। त्यसैले सम्झना, सक्छौ भने मलाई माफ गरिदेऊ, किनकि मैले तिमीलाई चोखो मनले माया गरेँ। भित्तामा लेखेको तिम्रो नाम त मेटाएँ, तर मनमा लेखेको तिम्रो नाम मेटाउन सक्छु सक्दिनँ त्यो मलाई थाहा छैन। मैले यसो भन्दै गर्दा सम्झनाले आँखाभरि आँसु पार्दै भनिन्, किन तिमी यो सब भन्दैछौ? मैले मुस्कुराउँदै जवाफ दिएँ, नपाउने कुराको आश गर्नु भनेको आफूले आफूलाई भित्रभित्रै जलाउनु हो। त्यसैले मैले आजैबाट त्यस्तो कुराको आश गर्न छोडिसकेँ। तिमीले त मलाई कस्तो बेवकुफ मान्छे भन्ने सोचौली, तर म भन्दा पनि मेरो दिल बेवकुफ छ। त्यसैले म आफ्नो दिललाई बेवकुफ दिल भन्छु। यति भनेर म आफ्नो बाटो लागेँ। केही अगाडि आइपुग्दा सुने उनले सुभाषको माया स्वीकार गरिन् भन्ने, अनि मुस्कुराउँदै हिँडिरहेँ।